हेलो एभ्रिवान, हजुर सबैजनालाई लर्नको युट्युब च्यानलमा स्वागत छ। आज हामीहरू ग्रेड 11को पिरियडिक टेबल पढ्न जाँदैछौँ। पिरियडिक टेबल चाहिँ एउटा ग्रेड 11को एकदम एउटा इम्पोर्टेन्ट च्याप्टर हो र केमिस्ट्रीभरिकै इम्पोर्टेन्ट चाहिँ च्याप्टर हो पिरियडिक टेबल। किन भन्दाखेरि यो चाहिँ पिरियडिक टेबल भनेको चाहिँ हाम्रो फाउन्डेसन हो र यदि यो फाउन्डेसन चाहिँ हाम्रो क्लियर भयो भने, यति कन्सेप्चुअली हामीले बुझ्यौँ भने हामीलाई फर्दर स्टडिजहरूमा पनि के हुन्छ, सजिलो हुन्छ। यो पिरियडिक टेबल चाहिँ हामीले बुझेर पढ्यौँ भने चाहिँ यो धेरै सजिलो हुन्छ। हामीले घोकेर पढ्यौँ भने चाहिँ यत्रो धेरै छ, पिरियडिक टेबल यत्रो ठुलो छ होइन, यसले हामीले घोकेर पढेर साध्य हुँदैन। हामीले चाहिँ यसलाई कन्सेप्चुअली के हो पिरियडिक टेबल भनेको राम्रोसँग कन्सेप्टसँग पढ्यो भने लाइफ लङ कन्सेप्ट हुन्छ र हामीले बुझ्न पनि सजिलो हुन्छ। हामीहरू चाहिँ अब आजको यो लेक्चरमा चाहिँ पिरियडिक टेबलको बारेमा सबै हामीले डिटेली नै पढ्छौँ। पिरियडिक टेबल भनेको त के हो? टेबल भनेको अरेन्जमेन्ट हो होइन। कुनै पनि हामीले अरेन्जमेन्ट गऱ्यौँ भने त्यसलाई हामीले के भन्छौँ? टेबल भन्छौँ। टेबल जेको पनि हुनसक्यो। हाम्रो जुन कलेजमा हाम्रो पढाइ हुन्छ, स्कुलमा जुन पढाइ हुन्छ, त्यसमा पनि के हुन्छ? रुटिन हुन्छ। त्यो रुटिनमा के हुन्छ? कसको क्लास आज, कसको क्लास भोलि भनेर त्यो डिफ्रेन्ट टाइमिङमा त्यहाँ लेखेको हुन्छ, त्यो टेबलमा लेखेको हुन्छ होइन। त्यो चाहिँ के को अरेन्जमेन्ट भयो भन्दाखेरि टिचरहरूको सब्जेक्टको कति बेला क्लास हुन्छ भन्ने कुराको त्यो अरेन्जमेन्ट भयो होइन। तर यो टेबल भनेको चाहिँ के हो भन्दाखेरि यो चाहिँ हाम्रो केमिस्ट्रीमा चाहिँ यो एलिमेन्टहरूको हाम्रो कति 118वटा एलिमेन्ट छ। 118वटा एलिमेन्टलाई चाहिँ हामीले केमा राख्छौँ? टेबलमा राख्छौँ। त्यसलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि पिरियडिक टेबल भन्छौँ। अनि हामीले टेबल भनेको चाहिँ के भन्दाखेरि अरेन्जमेन्टलाई चाहिँ हामीले टेबल भन्यौँ। अब पिरियडिक भनेको बुझौँ है त। पिरियडिक भनेको चाहिँ के हो त? पिरियडिक भनेको सिस्टमेटिक अरेन्जमेन्ट हो। पिरियडिक भनेको सिस्टमेटिक अरेन्जमेन्ट हो र पिरियडिक हामीले किन भनियो भनेर चाहिँ हामीले पछि पढ्दै गइसकेपछि बुझ्दै जान्छौँ। तर अहिले चाहिँ हामीले के बुझ्नु पऱ्यो भन्दाखेरि यदि हाम्रो अरेन्जमेन्ट मात्रै भएको भए चाहिँ के हुन्थ्यो? टेबल हुन्थ्यो होइन। तर हामीहरूको चाहिँ के छ? सिस्टमेटिक अरेन्जमेन्ट छ। हामीहरूको सिस्टमेटिक अरेन्जमेन्ट छ। सिस्टमेटिक अरेन्जमेन्ट भएको हुनाले हाम्रो के भयो भन्दाखेरि पिरियडिक टेबल भयो। टेबल मात्र भनेको के हुन्थ्यो? सिस्टमेटिक अरेन्जमेन्ट हुँदैन थियो होला। तर पिरियडिक भनिसकेपछि के छ? सिस्टमेटिक अरेन्जमेन्ट छ। त्यसलाई हामीले के भन्यौँ? पिरियडिक टेबल भन्यौँ। अब पिरियडिक टेबल आउनुभन्दा अगाडि चाहिँ हाम्रो हिस्ट्री छ होइन। हिस्ट्री के भएछ? पिरियडिक टेबल आउनुभन्दा अगाडिको हिस्ट्री छ, त्यो बुझ्नुपर्छ हामीले। सबभन्दा सुरुमा चाहिँ 19th सेन्चुरीमा चाहिँ 19th सेन्चुरीतिर चाहिँ के थियो अरे भन्दाखेरि एकदम कम इलिमेन्टहरू के थियो? पत्ता लागेको थियो अरे त्यति बेलासम्म। जस्तै अब हामीले अहिले के हाइड्रोजन होइन, हाइड्रोजनदेखिबाट क्याल्सियमसम्मको हामीलाई जस्तै अब थाहा छ नि त इलिमेन्टहरू के छ होइन। त्यसको हामीले पढेको छौँ। इलिमेन्टहरू हामीले घोक्न सकिन्छ। हो त्यस्तै पनि 19th सेन्चुरीभन्दा अगाडि चाहिँ के थियो भन्दाखेरि एकदम थोरै इलिमेन्टहरू पत्ता लागेको थियो र साइन्टिस्टहरूलाई चाहिँ त्यो याद गर्न पनि सजिलो हुन्थ्यो अरे, एकदम थोरै इलिमेन्ट थियो त्यही भएर। तर जसरी हामीहरू मिड अफ 19th सेन्चुरीतिर आयौँ, 19th सेन्चुरीमा आइपुग्ने बेलासम्म अब बिस्तारै साइन्टिस्टहरूको रिसर्च हुँदै गयो। डिफ्रेन्ट इलिमेन्टहरू पनि पत्ता लाग्दै गयो र पत्ता लाग्दै गइसकेपछि पहिला त थोरै थियो, सजिलो भएको थियो साइन्टिस्टहरूलाई क्लासिफाई गर्नको लागि, याद गर्नको लागि। तर जसरी टाइम बढ्दै गयो त्यसपछि इलिमेन्टहरू पनि थपिँदै गइसकेपछि साइन्टिस्टहरूलाई के चाहियो भन्दाखेरि धेरै भइसकेपछि उनीहरूलाई घोक्न गाह्रो भयो। त्यसपछि एउटा के चाहियो भन्दाखेरि सिस्टमेटिकली अरेन्ज गर्नु पऱ्यो इलिमेन्टहरूलाई। किन भन्दाखेरि त्यो अलिक गाह्रो भयो त्यतिकै याद गर्नलाई। तर अब यदि हामीले त्यसलाई सिस्टमेटिक अरेन्ज गऱ्यौँ भने साइन्टिस्टहरूलाई रिसर्च गर्नको लागि, प्रपर्टीहरू थाहा पाउनको लागि के हुने भयो भन्दाखेरि सजिलो हुने भयो। त्यही भएर चाहिँ हामीले के गर्यौँ भन्दाखेरि अब चाहिँ हामीले क्लासिफाई गर्नुपर्छ। यत्तिकै हामीले हावातालमा गएर हुँदैन भनेर साइन्टिस्टहरूले चाहिँ के गर्न थाले भन्दाखेरि मेटल र नन मेटलमा चाहिँ छुट्याउन थाले। मेटल नन मेटललाई चाहिँ हामीले सुरुमा चाहिँ मेटल र नन मेटलमा चाहिँ ल छुट्यायौँ है भनेर के आयो? कन्सेप्ट आयो। र त्यो कन्सेप्ट चाहिँ कसले दिनुभएको भन्दाखेरि ल्याभोइसरले हाम्रो चाहिँ कन्सेप्ट दिनुभएको। र ल्याभोइसरलाई चाहिँ हामीले के भनेर पनि चिनिन्छौँ भन्दाखेरि फादर अफ केमिस्ट्री भनेर पनि चिन्छौँ। र यो चाहिँ हामीहरूको इम्पोर्टेन्ट क्वेसन हो। ल्याभोइसर भनेको चाहिँ को हुनुहुँदो रहेछ भन्दाखेरि फादर अफ केमिस्ट्री हुनुहुँदो रहेछ। फादर अफ केमिस्ट्री चाहिँ को हुनुहुँदो रहेछ? हाम्रो ल्याभोइसर हुनुहुँदो रहेछ। र त्यस्तै गर्दाखेरि अब हामीले टाइम बित्दै गयो, इलिमेन्टहरू पत्ता लाग्दै गयो, तिनीहरूलाई हामीले राम्रोसँग क्लासिफाई गर्नु पऱ्यो। र क्लासिफाई गर्ने क्रममा चाहिँ धेरै साइन्टिस्टहरूले क्लासिफाई गर्दै जानुभयो। र नम्बर 1मा चाहिँ हाम्रो कसले गर्नु भन्दाखेरि प्राउड्स क्लासिफिकेसन। प्राउड्सले के गर्नु पऱ्यो? क्लासिफाई गर्नुभएको। यो त्यस्तै 3-4वटा क्लासिफिकेसन छ, त्यति इम्पोर्टेन्ट छैन, हामीले चाहिँ यसो सर बुझे मात्र हुन्छ। प्राउड क्लासिफिकेसन चाहिँ हाम्रो 1815 एडीमा आएको रहेछ। र उसले चाहिँ के सजेस्ट गर्नु भन्दाखेरि एटोमिक मासेस अफ अल इलिमेन्ट्स आर सिम्पल मल्टिपल अफ एटोमिक मास अफ हाइड्रोजन। उहाँले चाहिँ हाइड्रोजनलाई बिचमा राख्नुभयो र हाइड्रोजनलाई बिचमा राखेर चाहिँ अरू जुन पनि इलिमेन्टहरू छ त्यो अरू इलिमेन्टहरूको चाहिँ एटोमिक मास भनेको चाहिँ के भनेर भन्नु भन्दाखेरि मल्टिपल अफ
एटोमिक मास अफ हाइड्रोजन भनेर भन्नुभयो। यो चाहिँ हाम्रो प्राउड्स क्लासिफिकेसनको अनुसार चाहिँ हाम्रो यो भन्नुभयो। र प्राउड्स क्लासिफिकेसन आइसकेपछि फेरि डोबेनियर के आयो, क्लासिफिकेसन आयो। यसलाई चाहिँ हामीले ल अफ ट्रेड्स भन्यौँ। यो चाहिँ ठ्याक्क 2 वर्षपछि आएको। प्राउड्स क्लासिफिकेसन आएको 2 वर्षपछि हामीहरूको चाहिँ के आएको हो भन्दाखेरि हामीहरूको डोबेनियरको क्लासिफिकेसन आएको 1870 मा। र यसले डोबेनियर क्लासिफिकेसनले चाहिँ के भन्यो भन्दाखेरि कुनै पनि इलिमेन्ट जब हामीले यसरी गरिएको छ भने हामीले ग्रुप भन्छौँ यसलाई होइन, अनि यसरी गरेको छ भने हामीले यसलाई पिरियड भन्छौँ। डोबेनियर्स क्लासिफिकेसनको अनुसार चाहिँ के छ भन्दाखेरि ग्रुपमा जुन हुन्छ त्यो बिचको इलिमेन्ट चाहिँ त्यसको जस्तै अब हामीले इक्जाम्पल हेरौँ, लिथियम, सोडियम र पोट्यासियम छ। अब यदि हामीलाई लिथियम र पोट्यासियमको मास थाहा भयो भने हामीले चाहिँ सोडियमको मास चाहिँ इजिली पत्ता लगाउन सकिन्छ भनेर चाहिँ डोबेनियरको क्लासिफिकेसनले भन्यो। यसले चाहिँ अब जस्तै अब लिथियम र पोट्यासियमको मास हामीलाई थाहा छ 7 र 39, र त्यसकै हामीले एभरेज निकाल्यौँ भने चाहिँ त्यो चाहिँ के हुँदो रहेछ भन्दाखेरि बिचको इलिमेन्टको के हुँदो रहेछ, एटोमिक मास हुँदो रहेछ, सोडियमको मास हुँदो रहेछ भनेर क्लासिफाई भयो। र यो चाहिँ के भयो भन्दाखेरि यो चाहिँ एकदम लिमिटेड इलिमेन्टको लागि मात्र भयो। यो चाहिँ हाम्रो क्याल्सियमसम्मको इलिमेन्टको लागि मात्र यो के भयो, भ्यालिड भयो। र भ्यालिड भइसकेपछि त्योभन्दा पछाडिकोलाई भ्यालिड भएन। त्यो भ्यालिड नभइसकेपछि यो 20 पछिकोलाई डिस्कार्ड गर्नु पऱ्यो। त्यसपछि के चाहियो भन्दाखेरि अझै अप्रोप्रिएट चाहियो, योभन्दा राम्रो चाहियो। त्यसपछि के आयो भन्दाखेरि हामीहरूको न्युल्यान्ड्स क्लासिफिकेसन आयो। न्युल्यान्ड्स क्लासिफिकेसन चाहिँ 18 कतिमा आएको, 1866 एडीमा आएको। यसलाई चाहिँ हामीले ल अफ अक्टेभ्स पनि भन्छौँ। र यो चाहिँ के गर्यो भन्दाखेरि यो पनि लिमिटेड इलिमेन्ट्सहरूको लागि मात्रै के भयो भन्दाखेरि सीमित भयो। धेरै सबै इलिमेन्टलाई एप्लिकेबल भएन, सर्टेन इलिमेन्टहरूलाई मात्रै के भयो, एप्लिकेबल भयो यो क्लासिफिकेसन। यो क्लासिफिकेसनलाई चाहिँ के भन्छ भन्दाखेरि एभ्री 8 इलिमेन्ट्स पछिको जुन इलिमेन्ट दोहोरिन्छ त्यो इलिमेन्टको चाहिँ प्रपर्टिजहरू चाहिँ सेम हुन्छ भनेर भन्यो है। जस्तै अब हाम्रो 1 बाट 8 छ नि, 1 बाट 8 सम्म आइसकेपछि 8वटा इलिमेन्टमा आइसक्यौँ। अब जुन 9 इलिमेन्ट आउँछ, 9th इलिमेन्ट आउँछ, 9th इलिमेन्टको प्रपर्टी र फर्स्ट इलिमेन्टको प्रपर्टी चाहिँ के हुन्छ भनेर भन्दाखेरि सेम हुन्छ भनेर भन्यो। यो पनि के भयो भन्दाखेरि यो पनि सर्टेन इलिमेन्टको लागि मात्र भ्यालिड भयो, कुनैको लागि भ्यालिड भयो, कुनैको लागि भ्यालिड भएन। त्यसपछि के चाहियो भन्दाखेरि नयाँ रुल चाहियो। अनि त्यो के भयो भन्दाखेरि सर्टेन इलिमेन्टहरूको लागि काम गऱ्यो, अर्को लागि काम नगरिसकेपछि यसपछि हामीले अर्को रुल चाहियो। किन भन्दाखेरि योभन्दा अझै अप्रोप्रिएट चाहियो नि त हामीलाई, अझै अर्को अप्रोप्रिएट आइसकेपछि चाहियो। त्यही भएर हामीलाई चाहिँ अर्को चाहिँ के आएको भन्दाखेरि लोथर-मेयर एटोमिक कर्भ आयो। र यो जुन प्रपर्टी थियो, अघिको प्रपर्टी न्युल्यान्ड क्लासिफिकेसनले गर्नुभएको एभ्री 8वटा इलिमेन्टपछि प्रपर्टी सेम हुन्छ भन्नेवाला जुन त्यो क्लासिफिकेसन थियो, त्यो क्लासिफिकेसन गर्नुभएको हुनाले उहाँले चाहिँ के पनि पाउनुभयो भन्दाखेरि नोबल प्राइज पनि पाउनुभयो। यो चाहिँ हामीले यत्तिकै मैले त्यस्तो इम्पोर्टेन्ट छैन, त्यतिकै मैले लिस्ट गरिदिएको मात्रै हो। र अब हामी लोथर-मेयर एटोमिक कर्भमा जाऊँ। यो पनि न्युल्यान्ड क्लासिफिकेसनपछि आएको के हो, अर्को क्लासिफिकेसन हो, अर्को के हो भन्दाखेरि अर्को थ्योरी हो। लोथर-मेयर एटोमिक कर्भले चाहिँ के भन्छ भन्दाखेरि उसले चाहिँ कर्भ बनायो, नामबाटै थाहा हुन्छ लोथर-मेयर एटोमिक कर्भ। यो एटोमिक कर्भले चाहिँ के सजेस्ट गर्यो भन्दाखेरि इलेक्ट्रोपोजिटिभ इलिमेन्टहरू चाहिँ पिकमा के गर्छ, अकुपाई गर्छ भनेर भन्यो। अनि त्यसपछि हाम्रो लिस्टले चाहिँ तलतिरको भाग अकुपाई गर्छ भनेर है। हाम्रो इलेक्ट्रोपोजिटिभ भनेको लिथियम, सोडियम र पोट्यासियम भयो। यिनीहरू इलेक्ट्रोपोजिटिभ चाहिँ किन भयो भन्दाखेरि यिनीहरूले इजिली के गर्न सक्यो भन्दाखेरि इलेक्ट्रोन डोनेट गर्न सक्यो। अब हामीले यिनीहरूको कन्फिगरेसन हेर्यो भने हाइड्रोजन, हिलियम, लिथियमको चाहिँ के हुन्छ भन्दाखेरि लिथियमको चाहिँ 2 र कति हुन्छ, 1 हुन्छ होइन। आउटर मोस्ट सेलमा उसको कतिवटा छ, 1वटा इलेक्ट्रोन छ। 1वटा भइसकेपछि के भन्दाखेरि उसलाई यो इलेक्ट्रोन 8वटा अक्टेटमा जानुको लागि त उसलाई त अझै 7वटा इलेक्ट्रोन चाहियो होइन। 7वटा इलेक्ट्रोन उसलाई के भयो भन्दाखेरि लिन सजिलो भयो नि त। तर उसलाई 7वटा लिनको सट्टा चाहिँ उसले यति एउटा उसले दियो भने उसलाई सजिलो हुने भयो, इलेक्ट्रोन डोनेट गर्यो। इलेक्ट्रोन डोनेट गर्नले हामीले के भन्छौँ, इलेक्ट्रोपोजिटिभ अल्काली मेटल भन्छौँ, इलेक्ट्रोपोजिटिभ नेचर भन्छौँ त्यसलाई हामीले। र इलेक्ट्रोपोजिटिभ इलिमेन्टहरूले चाहिँ हाइएस्ट पिकमा बस्यो भनेर चाहिँ सजेस्ट गर्छ लोथर-मेयर एटोमिक कर्भले। र लेस इलेक्ट्रोपोजिटिभले चाहिँ के गर्यो भनेर भन्छ भन्दाखेरि हामीहरूको तलतिरको पिकहरू अटेन्ड गर्यो भनेर भन्छ। हामीहरू यहाँसम्म आइपुग्दाखेरि हामीले टोटल 4वटा रुल पढ्यौँ र 4वटा चाहिँ त्यस्तो अप्रोप्रिएट पनि भएन। 4वटा पढ्यौँ तर 4वटाको छुट्टै परिवेशमा के भएको छ भन्दाखेरि एन्सर आएको छ। त्यो चाहिँ कुनैको लागि एप्लिकेबल छ, कुनैको लागि एप्लिकेबल छैन। सबैको लागि एप्लिकेबल के छैन, त्यो सबैको लागि एप्लिकेबल छैन। त्यसपछि हामीलाई एउटा मेन इम्पोर्टेन्टवाला क्लासिफिकेसन आयो, त्यो भनेको मेन्डलिभ क्लासिफिकेसन। मेन्डलिभ क्लासिफिकेसन चाहिँ कस्तो क्लासिफिकेसन थियो भन्दाखेरि यसो हामीले यहाँ हेरौँ। मेन्डलिभ क्लासिफिकेसन भनेको चाहिँ यस्तो क्लासिफिकेसन थियो। हामीले योभन्दा अगाडिमा पढेकोमा र यसमा चाहिँ के छ डिफ्रेन्स छ। के डिफ्रेन्स पायौँ भन्दाखेरि योभन्दा अगाडिको चाहिँ कुनैले पनि ट्याबुलर फर्ममा अरेन्ज गर्न सकेको थिएन, सिस्टमेटिक अर्डरमा उसले के गर्न सकेको थिएन, अरेन्ज गर्न सकेको थिएन। तर चाहिँ के भइदियो भन्दाखेरि मेन्डलिभ क्लासिफिकेसन आउने बित्तिकै एउटा के
राम्रो भयो भन्दाखेरि उसले टेबलमा क्लासिफाई गरेको छ। टेबलमा क्लासिफाई गरेको छ। योभन्दा अगाडि ट्याबुलर फर्ममा क्लासिफाई थिएन। मेन्डलिफ पिरियडिक टेबल चाहिँ ट्याबुलर फर्ममा पनि क्लासिफाई भएको। यो चाहिँ इम्पोर्टेन्ट पोइन्ट हो। हाम्रो सबभन्दा सुरुमा ट्याबुलर फर्ममा चाहिँ कसले अरेन्ज गरेको भन्नु सोध्यो भने चाहिँ डिमिट्री मेन्डलिफले चाहिँ हामीले के गरेको हो, सबभन्दा सुरुमा 1969मा के गरेको भन्दाखेरि टेबलमा क्लासिफाई गरेर राखेको। हामीले यो हेरौँ पिरियड टेबल। अब त्यसपछि चाहिँ हाम्रो 1869 एडीमा के भएको रहेछ, उसले प्रपोज गरेको रहेछ र उसको चाहिँ एउटा डिफिनेसन छ। त्यो डिफिनेसन चाहिँ हामीले एकदम राम्रोसँग बुझ्नुपर्छ। हजुरहरू 10सम्म आइपुग्दाखेरि चाहिँ एउटा फेमस, यसलाई पुरै घोक्नु भयो होला, बुझ्नु त भएको छ कि छैन थाहा छैन, तर हामी पढिरहेको चाहिँ के भनेर पढ्यौँ भन्दाखेरि प्रपर्टिजहरूको जुन इलिमेन्ट छ, मेन्डलिफ पिरियडिक टेबल चाहिँ डिफिनेसन चाहिँ के भन्छ भन्दाखेरि कुनै पनि इलिमेन्टहरूको जुन प्रपर्टी छ त्यो चाहिँ पिरियडिक फङ्सन अफ देयर एटोमिक मास भनेर भन्छ। हामीले 4वटा बोर्ड यहाँ के गर्नुपर्ने छ, अलि इम्पोर्टेन्टली सुन्नुपर्ने छ। 4वटा बोर्ड भनेको एउटा पिरियडिक फङ्सन हो, अर्को भनेको एटोमिक मास हो। के रहेछ त पिरियडिक फङ्सन र एटोमिक मास भनेको भन्दाखेरि एउटा कुरा चाहिँ के बुझ्यौँ भन्दाखेरि उसले एटोमिक मासको आधारमा एलिमेन्टहरूलाई क्लासिफाई गरेको रहेछ भनेको। एटोमिक मास बढ्ने आधारमा उसले के गरेको रहेछ, एलिमेन्टहरूको क्लासिफाई गरेको रहेछ। अनि अझै अर्को वर्ड पनि छ पिरियडिक फङ्सन भन्ने। द फिजिकल एन्ड केमिकल प्रपर्टिज अफ एलिमेन्ट आर पिरियडिक फङ्सन अफ देयर एटोमिक मासेस। पिरियडिक फङ्सन भनेको के भनेर त्यो बुझ्नु पनि इट इज भेरी मच इम्पोर्टेन्ट। हामीले बुझौँ फङ्सन भनेको चाहिँ के भनेर हामीले 6, 7, 8, 9, 10सम्म आउँदाखेरि नै हामीले फङ्सन भनेर पढेको छौँ। फङ्सन भनेको चाहिँ कुनै पनि यस्तो होला, एउटा इक्वेसन होला होइन, यस्तो होला ल मानौँ 2x+1 नै होला होइन, 2x+1 भयो। अब यति हामीले एक्सको भ्याल्यु 1 राखौँ, 2 राखौँ, 3 राखौँ। 1 राख्दाखेरि कति हुँदो रहेछ भन्दाखेरि 3 हुँदो रहेछ एफएक्सको भ्याल्यु। 2 राख्दाखेरि कति हुँदो रहेछ 5 हुँदो रहेछ एक्सको भ्याल्यु। र 3 राख्दाखेरि 2 3 जा 6, 6+1 7 हुने रहेछ। र हामीहरू चाहिँ एउटा के यहाँनिर एउटा के पायौँ भन्दाखेरि एउटा हामीहरूले के अर्डरमा पायौँ भन्दाखेरि यिनीहरू दुइटाको बिचको डिफ्रेन्स सेम छ भनेको। 3 पछि आउने इलिमेन्ट कुन हो, 5th इलिमेन्ट हो। 5th इलिमेन्ट भनेको डिफ्रेन्स सेकेन्ड पछि आउँछ भनेको 3बाट दुईवटा डिफ्रेन्समा अर्को इलिमेन्ट अर्को आउँदो रहेछ भनेको। 3मा 2को डिफ्रेन्समा आइरहेको छ भने 4, 5, 5मा अर्को, फेरि 5मा अर्को, फेरि 5मा 2 थप्यौँ भने अझै अर्को इलिमेन्ट आउँदो रहेछ भनेको 7 आयो। फेरि 7मा थप्यौँ भने अर्को के आउँछ 9 आउँछ भनेको। हाम्रो फङ्सन भनेको यो हो। फङ्सन भन्ने कुरा हामीले के गरियो बुझियो। फङ्सन भन्ने कुरा बुझ्यो। फङ्सन भनेको चाहिँ के रहेछ भन्दाखेरि कुनै एउटा हामीले भ्याल्यु राख्यौँ भने त्यसको कन्सट्यान्ट डिफ्रेन्समा के आउँदो रहेछ भन्दाखेरि चाहिँ कुनै एउटा चाहिँ तिनीहरूको मिल्ने प्रपर्टी हुँदो रहेछ। र यसमा उयो कन्टेक्स्टमा चाहिँ यसको मिल्ने प्रपर्टी के छ भन्दाखेरि यसको मिल्ने प्रपर्टी चाहिँ डिफ्रेन्स रहेछ है। डिफ्रेन्स चाहिँ कति रहेछ भन्दाखेरि यसको डिफ्रेन्स चाहिँ 2को डिफ्रेन्समा रहेछ। यो चाहिँ 2को डिफ्रेन्समा रहेछ। अब पिरियडिक फङ्सन भन्ने पनि अझै सिम्पलर फर्ममा बुझौँ। पिरियडिक भनेको बुझ्नको लागि चाहिँ के को एउटा इक्जाम्पल लिगौँ भन्दाखेरि हामीले डे टु डे लाइफमा युज हुने नर्मल वाचको इक्जाम्पल लिगौँ। नर्मल वाचको इक्जाम्पल हामीले यसमा लिगौँ। नर्मल वाचमा हेरौँ है त। नर्मल वाचमा यहाँ कति बज्छ, यहाँ 12 बज्छ होइन, यहाँ कति बज्छ 3 बज्छ, यहाँ 6 बज्छ, 9 बज्छ। अब यहाँबाट हेर्ने हो भने 12 बज्छ, 12 बजिसकेपछि कति बज्छ 3 बज्छ, 3 बजिसकेपछि कति बज्छ फेरि 6 बज्छ, 6 बजिसकेपछि फेरि कति बज्छ 9 बज्छ, 9 बजेपछि फेरि कति बज्छ 12 बज्छ, फेरि 12 बजेपछि 3 बज्छ, 3 पछि 6 बज्छ भनेको। फेरि यो चाहिँ यही कुरामा आएर रिपिट भइरहेको छ होइन, यही कुरामा आएर के भइरहेको छ रिपिट भइरहेको छ। सर्टेन टाइम पछि यो के भइरहेको छ रिपिट भइरहेको छ। 12 बजेपछि 3 बज्छ, फेरि अर्को दिनमा पनि फेरि 12 बज्छ, फेरि 3 बज्छ, फेरि बेलुका आउँछ फेरि 3 बज्छ होइन। यस्तो हुँदै हुँदै हाम्रो के हुन्छ भन्दाखेरि यसलाई चाहिँ हामीले के भन्यौँ भन्दाखेरि यस्तो कन्डिसनलाई चाहिँ रिपिट हुने कन्डिसनलाई चाहिँ हामीले पिरियडिक भन्यौँ। पिरियडिक भनेको पनि बुझ्यौँ, फङ्सन भनेको पनि बुझ्यौँ। अब हामीले पिरियडिक टेबलमा चाहिँ यसलाई चाहिँ के भन्नु खोजेको त, पिरियडिक फङ्सन भनेको चाहिँ त्यस्तै जसरी हामीहरूको 12 बजिसकेपछि फेरि 3 बज्छ, फेरि 6 बज्छ, फेरि 9 बज्छ, फेरि 12 बज्छ, फेरि 3 बज्छ भने जस्तै हाम्रो पनि के छ भन्दाखेरि उयो जुन पिरियड टेबल छ हामीले जुन ग्रुप र पिरियडमा अरेन्ज गरिएको छ। हामीले ग्रुप भनेको यस्तो तल माथि, माथिबाट तलले हामीले के भन्छौँ ग्रुप भन्छौँ भने लेफ्ट टु राइटले हामीले पिरियड भन्छौँ। के यसले चाहिँ के भन्छ भन्दाखेरि पिरियडिक फङ्सन भनेको चाहिँ के रहेछ भन्दाखेरि माथिल्लो पिरियडबाट तल्लो पिरियडमा आउँदाखेरि प्रपर्टी रिपिट हुन्छ, फेरि माथिल्लोबाट तल्लोमा आउँदाखेरि प्रपर्टी रिपिट हुँदो रहेछ, फेरि माथिल्लोबाट तल्लोमा आउँदाखेरि प्रपर्टी रिपिट हुँदो रहेछ, फेरि माथिल्लोबाट तल्लोमा आउँदाखेरि प्रपर्टी रिपिट हुँदो रहेछ। यसको प्रपर्टी सेम हुने रहेछ, यो ग्रुपको पनि प्रपर्टी सेम हुने रहेछ, यो ग्रुपको पनि प्रपर्टी सेम हुने रहेछ, यो ग्रुपको पनि प्रपर्टी सेम हुँदो रहेछ भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो पिरियडिक फङ्सन हो। पिरियडिक फङ्सन भनेको चाहिँ के रहेछ भन्दाखेरि कुनै पनि यति प्रपर्टीहरू रिपिट भयो भने हामी त्यसलाई के भन्दो रहेछौँ भन्दाखेरि पिरियडिक फङ्सन भन्दो रहेछौँ। र मेन्डलिफ पिरियड टेबलमा चाहिँ किन पिरियडिक फङ्सन भनेको रहेछ भन्दाखेरि कुनै पनि इलिमेन्टको ग्रुप र पिरियडबाट अब हाम्रो ग्रुप हेर्ने हो भने यो ग्रुपको चाहिँ माथिबाट तल जाँदाखेरि के हुँदो रहेछ प्रपर्टी सेम हुने रहेछ, लेफ्ट टु राइट जाँदाखेरि पनि
सिमिलर प्रपर्टिजहरू हुँदो रहेछ होइन। यो चाहिँ हामीले केले भनेको भन्दाखेरि मैले भनेको होइन, यो चाहिँ हाम्रो मेन्डेलिफले भन्नुभएको कुरा हो। ल यति भइसकेपछि एउटा के कुरा आयो भन्दाखेरि अब हाम्रो चाहिँ के भइदियो भन्दाखेरि राम्रो भयो। किन राम्रो भन्दाखेरि मेन्डेलिफ पिरियडिक टेबल आयो। योभन्दा अगाडि कुनै पनि ट्याबुलर फर्ममा क्लासिफाई गरिएको थिएन। अब ट्याबुलर फर्ममा पनि क्लासिफाई भयो, इलिमेन्टहरूलाई हेर्न सजिलो भयो। योभन्दा अगाडिको पालि कर्भ थियो, हामीले मिन निकाल्नु पर्थ्यो, के को थियो। तर के भयो भन्दाखेरि अब चाहिँ एउटा सिस्टमेटिक अर्डर आउन थाल्यो। यो चाहिँ के भन्दाखेरि यसलाई चाहिँ हामीले पिरियडिक टेबलमा के गर्यौँ, हामीले अरेन्ज गऱ्यौँ र यो चाहिँ हाम्रो फर्स्ट ट्याबुलर फर्म हो पिरियडिक टेबलको। कसले दिएको भन्दाखेरि मेन्डेलिफले दिएको पिरियडिक टेबल हो। यो आइसकेपछि हाम्रो के भन्दाखेरि एडभान्टेजहरू पनि भयो। एडभान्टेज हामीले जान्नको लागि चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि हाम्रो एक्जाममा 5 मार्क्समा सोध्ने क्वेसन हो। राइट डाउन द एडभान्टेजेस अफ मेन्डेलिफ पिरियडिक टेबल भनेर चाहिँ यो चाहिँ हाम्रो इम्पोर्टेन्ट छ। यो चाहिँ हजुर सरहरू पनि आउनु पऱ्यो। एडभान्टेजेसहरू चाहिँ के छ भन्दाखेरि सिस्टमेटिक स्टडी अफ एलिमेन्ट्स छ। योभन्दा अगाडि चाहिँ एलिमेन्टहरूको के थिएन भन्दाखेरि सिस्टमेटिक स्टडी थिएन होइन। किन सिस्टमेटिक स्टडी थिएन भन्दाखेरि उनीहरूको आफूमै के कुरा एउटा उनीहरूको एउटा भ्यालिड हुने डिफिनेसन नै आइरहेको थिएन होइन। कुनैको चाहिँ क्याल्सियम पछि भ्यालिड हुँदैन, कुनैको चाहिँ कुन इलिमेन्ट पछि क्लासिफाई भ्यालिड हुँदैन, कसैको 8वटै इलिमेन्ट पछि चाहिँ एउटै प्रपर्टी रिपिट हुन्छ भन्छ, त्यो के हुँदैन, भ्यालिड हुँदैन। तर उसको चाहिँ किन भ्यालिड भयो भन्दाखेरि उसले चाहिँ पिरियडिक फङ्सन भनेर भन्यो। पिरियडिक फङ्सन भनेर चाहिँ के भयो भन्दाखेरि सिस्टमेटिक स्टडी भयो। उसले चाहिँ एटोमिक मासको आधारमा स्टडी गर्यो र त्यो के भन्दाखेरि एउटा सिस्टमेटिक स्टडी भयो। सिस्टमेटिक स्टडी भइसकेपछि साइन्टिस्टहरूलाई पछि फेरि यसको रिसर्च गर्नलाई पनि के हुने भन्दाखेरि सजिलो हुने भयो। अब अझै अर्को एडभान्टेज के छ भन्दाखेरि प्रेडिक्सन अफ अनडिस्कभर्ड एलिमेन्ट। अब हामीले मेन्डेलिफ पिरियडिक टेबल हेर्ने हो भने यो हो हामीले मेन्डेलिफ पिरियडिक टेबल। मेन्डेलिफ पिरियडिक टेबलमा हामीले के कुरा देखिरहेको छौँ भन्दाखेरि मेन्डेलिफ पिरियडिक टेबलमा हामीले केही कुरा देखिरहेको छौँ। त्यो कुरा भनेको चाहिँ के हो भन्दाखेरि हो यहाँ के छ, यहाँ हो यहाँनिर के छ, खाली ठाउँ छ। यहाँनिर पनि के छ, खाली ठाउँ छ। अझै अरू ठाउँमा पनि खाली ठाउँ छ। कहाँ खाली ठाउँ छ भन्दाखेरि हाम्रो यो बक्स छ। यो बक्सको भित्र दुईवटा एलिमेन्ट राखेको छ, एउटा माथि राखेको छ, एउटा तल राखेको छ। अब यता हेर्ने हो भने यहाँ पनि टाइटेनियममा पनि माथि लेखेको छ, तर तल्लो एलिमेन्टको लागि के गरेको छ, खाली छ। फेरि आइरनको पनि के छ, मुनि के छ, खाली छ। कोबाल्टको पनि माथि छ, तल के छ, खाली छ। भनेको उसले चाहिँ खाली ठाउँ राखेको रहेछ। उसले अब किन खाली ठाउँ यहाँ राखेको त होइन, उसले त यहाँ पनि थियो होला ठाउँ, यहाँ पनि ठाउँ बनाउनु मिल्थ्यो होला, यहाँ पनि खाली इलिमेन्ट राख्न मिल्थ्यो होला होइन। उसले चाहिँ किन यहीँनिर खाली बनायो भन्दाखेरि हामीले के पढेको थियौँ, पिरियडिक फङ्सन पढेको थियौँ। पिरियडिक फङ्सन अफ एटोमिक मासेस भनेको चाहिँ के भन्दाखेरि प्रपर्टीहरू रिपिट हुन्छ। यसपछि आउने यसको प्रपर्टी सिमिलर हुन्छ, यसपछि यसको आउने प्रपर्टी पनि सिमिलर हुन्छ, यसपछि यसको प्रपर्टी पनि सिमिलर हुन्छ र यसपछि आउने यसको प्रपर्टी पनि सिमिलर हुन्छ भनेर भन्यो। सबै प्रपर्टीको लागि सिमिलर हुन्छ भनेपछि एल्युमिनियम पछि आउने जुन इलिमेन्ट छ यो पनि एल्युमिनियमको जस्तै प्रपर्टी देखाउँछ भनेर हामीले यहाँ के गरिदिएको, खाली छोडिदिएको। यहाँ पनि त्यही भएर खाली छोडिदिएको, यहाँ पनि खाली छोडिदिएको। यो चाहिँ के भन्दाखेरि एडभान्टेज भयो। अब डिस्कभर हुने इलिमेन्टहरूको लागि हामीले फेरि नयाँ फन्डा गर्नु परेन। हामीले जहाँ खाली राखेको छौँ त्यहीँ खाली राखेको ठाउँमा नर्मली ल्याएर भरिदिए हुने भयो। यो पनि के भयो भन्दाखेरि एडभान्टेज अफ मेन्डेलिफ पिरियडिक टेबल हो। अब करेक्सन अफ फल्टी एटोमिक मास भनेको चाहिँ योभन्दा अगाडिको पालि चाहिँ अरू इलिमेन्टहरूको चाहिँ फल्टी थियो मासहरू, र उयो लले चाहिँ के गरिदियो भन्दाखेरि त्यो फल्टी मासहरूलाई पनि उसले के गरिदियो भन्दाखेरि उसले अप्रोप्रिएट बनाइदियो, उसले राइट मास दियो है त। र यो चाहिँ हामीहरूको एडभान्टेजेस भयो। जहाँ एडभान्टेजेस हुन्छ त्यहाँ के हुन्छ, जुन ल आउँछ उसको पनि यो कुनै न कुनै ठाउँमा चाहिँ उसको पनि के भइदिन्छ भन्दाखेरि डिसएडभान्टेज भइदिन्छ। डिसएडभान्टेज भनेको कुनै पनि कुरा 100% पर्फेक्ट हुँदैन। त्यसरी नै हाम्रो मेन्डेलिफ पिरियडिक टेबल पनि 100% पर्फेक्ट चाहिँ थिएन। 100% पर्फेक्ट चाहिँ किन थिएन भन्दाखेरि नम्बर 1मा कुरा गरौँ। नम्बर 1मा चाहिँ हामीले के भनेको थियौँ भन्दाखेरि हामीले के भन्छौँ भन्दाखेरि पिरियडिक टेबलको जुन हामीले क्लासिफाई गरिएको छ, पिरियडिक टेबलले हामीले कसरी क्लासिफाई गरेछौँ भन्दाखेरि पिरियडिक टेबलले हामीले क्लासिफाई गरेको चाहिँ नम्बर 1मा एटोमिक मासमा हो। एटोमिक मासमा हामीले के गरेको छौँ, क्लासिफाई गरेको छौँ। हामीले पिरियडिक टेबलमा एटोमिक मासमा क्लासिफाई गरेको छौँ। अब यता हेर्ने हो भने एटोमिक मासमा क्लासिफाई गरेको छौँ, ठिक छ। सबै हामीले के गरिन्छ भन्दाखेरि इन्क्रिजिङ एटोमिक मासमा राख्छौँ। अब के भइदियो भन्दाखेरि 1 छ, ठिक छ, फेरि 6 छ, 6 पछि बढ्दो क्रममा छ 9 छ, 9 पछि 10 छ, ठुलो छ, 10बाट ठुलो 12, 14, 16, 19 भनेको सबै बढ्ने क्रममा छ। यो पनि बढ्ने, यो पनि बढिरहेको छ, यो पनि बढिरहेको छ, यो पनि बढिरहेको छ होइन, यो पनि बढिरहेको छ, 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 यो पनि बढिरहेको छ। यसरी नै हामीले हेर्ने हो भने यहाँबाट आइपुग्दाखेरि 127 निर आइपुग्यौँ हामीहरू।
127 के छ एटोमिक मास छ र त्यो 127 एटोमिक मास भइसकेपछि के हुनु पर्थ्यो भन्दाखेरि यसपछि आउने इलिमेन्टको मास कति हुनु पर्थ्यो 128 हुनु पर्थ्यो कि 128 भन्दा कति हुनु पर्थ्यो अबभ हुनु पर्थ्यो 128बाट कति हुनु पर्थ्यो प्लस हुनु पर्थ्यो 128 भन्दा माथि हुनु पर्थ्यो तर के भइदियो भन्दाखेरि यहाँनिर रुदेनियमको जुन छ उसको मास कम भइदियो र यो के भन्दाखेरि यसको एउटा ड्रब्याक भयो यसको के भयो भन्दाखेरि ड्रब्याक के भयो भन्दाखेरि एउटा चाहिँ एटोमिक मास चाहिँ उसको के भयो भन्दाखेरि ड्रब्याक भयो 127बाट 101 मा आयो अरू ठाउँमा सबै ठाउँमा इन्क्रिजिङ छ इन्क्रिजिङ अर्डरमै उसले क्लासिफाई गरेको छ तर यहाँनिर आइपुग्दाखेरि 101 आयो एउटा के भयो भन्दाखेरि लिमिटेसन भयो होइन यहाँनिर पनि त्यस्तै छ यहाँनिर पनि त्यस्तै छ होइन यो चाहिँ के भन्दा एउटा यसको लिमिटेसन भयो यो एउटा लिमिटेसन भनेको चाहिँ के रहेछ भन्दाखेरि एटोमिक मासको रहेछ नम्बर 1 मा चाहिँ एटोमिक मासको रहेछ अर्को कुरा चाहिँ हामीले के भन्यौँ भन्दाखेरि उसले पिरियडिक फङ्सन भन्यो पिरियडिक फङ्सन किन भन्यो भन्दाखेरि प्रपर्टी रिपिट हुन्छ भनेर भन्यो होइन उसले प्रपर्टी रिपिट हुन्छ भनिसकेपछि उसले एउटा कुरा चाहिँ के भन्न सकेन भन्दाखेरि प्रपर्टी रिपिट त हुन्छ तर किन रिपिट हुन्छ उसले भन्न सकेन उसले रिपिट किन हुन्छ भन्ने कुरा भन्न सकेन उयो रिपिट त भइरहेको छ प्रपर्टी र यहाँ यसको र यसको प्रपर्टी पनि एउटै छ यसको र एउटा प्रपर्टी पनि एउटै छ प्रपर्टी रिपिट भइरहेको छ तर प्रपर्टी चाहिँ किन रिपिट भयो प्रपर्टी रिपिट भएको कुरा पनि उसले भन्न सकेन उसले प्रपर्टी रिपिट भएको कुरा पनि भन्न सकेन उसले प्रपर्टी रिपिट भएको कुरा पनि भन्न सकेन र अर्को कुरा चाहिँ हाइड्रोजन जुन छ हाइड्रोजनको प्लेसमेन्ट छ नि जुन यहाँ हाम्रो सबभन्दा सुरुमा उसले हाइड्रोजनलाई प्लेस गरिदिएको छ उसले हाइड्रोजनलाई किन प्लेस गरिदियो भन्ने कुरा पनि उसले के गर्न सकेको छैन क्लासिफाई गर्न सकेको छैन र यति हाम्रो तिनवटा के रहेछ भन्दाखेरि हाम्रो लिमिटेसन रहेछ यति हामीहरूको लिमिटेसन रहेछ यति हाम्रो के रहेछ भन्दाखेरि लिमिटेसन रहेछ लिमिटेसनमा अर्को कुरा चाहिँ के पर्यो भन्दाखेरि हाइड्रोजनको एटोमिक मासको कुरा पनि आयो हाइड्रोजनको एटोमिक मास हाइड्रोजनलाई उसले चाहिँ किन यहाँनिर राखेको रहेछ उसले त्यो पनि एक्सप्लेन गर्न सकेन नम्बर 1 मै किन राख्यो ग्रुप नम्बर 1 मै किन राख्यो भन्ने कुरा उसले के गर्न सकेन एक्सप्लेन गर्न सकेन र हामीले यहाँसम्म पढ्दै आइसकेपछि कुनै पनि कुराको लिमिटेसन हुन्छ त्यो लिमिटेसन भइसकेपछि के हुन्छ गाह्रो भइसकेपछि त्यो गाह्रोले रिमुभ गर्नु पऱ्यो त्यो गाह्रोले रिमुभ गर्नुको लागि के हुन्छ फेरि फर्दर रिसर्च हुन्छ फर्दर रिसर्च भइसकेपछि के आउँछ नयाँ ल आउँछ नयाँ ल आउने कुरा चाहिँ के हुन्छ भन्दाखेरि योभन्दा चाहिँ जस्तै मानौँ यो चाहिँ 50% ठिक थियो भने यो चाहिँ हाम्रो 50% ठिक थियो भने अब आउने अर्को नयाँ आउँछ नि त्यो जुन आउने नयाँ चाहिँ 50% भन्दा ठुलो बढी नै अप्रोप्रिएट हुनु पऱ्यो 50%बाट आउने चाहिँ 60% हुनु पऱ्यो 70% ठिक हुनु पऱ्यो 50% भन्दा कम एप्रोप्रिएट भएर हुँदैन योभन्दा राम्रै एप्रोप्रिएट भएर आउनुपर्छ र के भन्दाखेरि हामीले लिमिटेसन देखियो लिमिटेसन देखिसकेपछि के गर्नुपर्ने थियो यो लिमिटेसनले हटाउनु पर्ने थियो र यो लिमिटेसन हटाउने क्रममा चाहिँ के भयो भन्दाखेरि एउटा कथा जोडिन्छ एउटा स्टोरी म चाहिँ एउटा स्टोरी भन्छु एउटा स्टोरी वान स्टोरीमा चाहिँ के छ भन्दाखेरि यो चाहिँ हाम्रो जुन मेन्डलिफ पिरियडिक टेबल छ मेन्डलिफ पिरियडिक टेबलबाट मोडर्न पिरियडिक टेबल आउनुभन्दा अगाडिको कथा हो मेन्डलिफ पिरियडिक टेबल आइसकेपछि मोडर्न आउनुभन्दा अगाडिको बिचको कथा हो यो कथामा चाहिँ के भयो भन्दाखेरि हामीले दुईवटा फिगरहरू याद गर्नुपर्छ दुईवटा फिगर भनेको चाहिँ को भन्दाखेरि एउटा भनेको हेनरी मोस्ले अर्को भनेको चाहिँ हाम्रो बोहर्स हामीले हेर्नुपर्छ हेनरी मोस्ले र बोर्स भनेको चाहिँ को भन्ने कुरा हामीले जानौँ हेनरी मोस्ले भनेको एउटा पिएचडी गरिरहेको स्टुडेन्ट भनेको के हेनरी मोस्ले भनेको कि पिएचडी गरिराखेको स्टुडेन्ट र बोर्स भनेको चाहिँ को भन्दाखेरि हेनरी मोस्ले भनेको स्टुडेन्ट र बोर्स भनेको चाहिँ को टिचर र पिएचडी गर्ने बेला चाहिँ के गर्नुपर्छ भन्दाखेरि थेसिस गर्नुपर्छ पिएचडी भनेको पढ्ने भन्दा पनि बढी थेसिस गर्ने रिसर्च गर्ने एउटा कुनै कुरा नयाँ कुराहरू पत्ता लगाउने कुरा भनेको के हो पिएचडी हो र पिएचडीमा के गरिन्छ रिसर्च गरिन्छ र पिएचडीमा रिसर्च गर्नको लागि उसले चाहिँ अब आफ्नो सरसँग सल्लाह गर्न गयो सरसँग सल्लाह गर्न गइसकेपछि बोर्ड्सले चाहिँ के सजेस्ट गर्नुभयो भन्दाखेरि ल हेनरी मोस्ले तिमीले चाहिँ के गर भन्दाखेरि हामीले चाहिँ मेन्डलिफ पिरियडिक टेबलको स्टडी गर त्यसमा के छ भन्दा ड्रब्याकहरू छ त्यो ड्रब्याकहरूलाई हामीले हेरौँ भनेर चाहिँ बोर्ड्सले भनिसकेपछि हुन्छ हेनरी मोस्ले हुन्छ नि त म एउटा रिसर्च गरौँला म चाहिँ त्यो मेन्डलिफ पिरियडिक टेबल जुन छ त्यसको चाहिँ म रिसर्च गर्छु भनिसकेपछि बोर्ड्सले चाहिँ के भन्नुभयो भन्दाखेरि एउटा काम दिनुभयो त्यो काम चाहिँ के दिनुभयो भन्दाखेरि जुन हाम्रो इलिमेन्ट छ यहाँ जुन हाम्रो मेन्डलिफ पिरियडिक टेबलमा के छ इलिमेन्टहरू छ यो इलिमेन्टहरूको सबैको एक्स रे डिफ्र्याक्सन गर्न भनेर दिनुभयो एक्स रे डिफ्र्याक्सन
एक्सरे डिफ्र्याक्सन गर्न भनेर दिनुभयो, एक्सरे डिफ्र्याक्सन गर्न भनेर दिनुभयो र त्यो चाहिँ कुनमा गऱ्यो भने ठ्याक्कै यही इक्विपमेन्टमा के भन्दाखेरि एक्सरे डिफ्र्याक्सन भयो। एक्सरे डिफ्र्याक्सनबाट चाहिँ के थाहा पाइन्छ भन्दाखेरि वेभलेन्थको भ्यालु थाहा पाइन्छ। एक्सरे डिफ्र्याक्सनबाट के को भ्यालु थाहा पाइन्छ भन्दाखेरि ल्याम्डा भनेकै के हो, वेभलेन्थ हो, वेभलेन्थको भ्यालु थाहा पाइन्छ। यहाँबाट के को भ्यालु भन्दाखेरि वेभलेन्थको भ्यालु थाहा पाइन्छ, हामीले यहाँबाट वेभलेन्थको भ्यालु थाहा पाइन्छ। र उसले स्टडी गर्दै गयो, हामीहरूको हेनरी मोसले स्टडी गर्दै गयो। हेनरी मोसले स्टडी गर्दै गएपछि उसले चाहिँ के थाहा पायो भन्दाखेरि हाम्रो जुन हामीले के भनिएको थियो भन्दाखेरि यो जुन ल्याम्डा थियो, हामीले यो ल्याम्डा र एटोमिक मासको बिचमा त रिलेसन आउनुपर्ने थियो। हामीले ल्याम्डाको भ्यालु के गर्दै गयो भने सबै इलिमेन्टको पत्ता लगाउँदै गयो, सबै इलिमेन्टको ल्याम्डाको भ्यालु के गर्दै गयो, पत्ता लगाउँदै गयो, सबै इलिमेन्टको ल्याम्डाको भ्यालु के गर्दै गयो, पत्ता लगाउँदै गयो, ल्याम्डाको भ्यालु पत्ता लगाउँदै गयो। र पत्ता लगाउने क्रममा चाहिँ के थाहा पाइयो भन्दाखेरि इलिमेन्टहरू चाहिँ यो ल्याम्डाको भ्यालुसँग के थिएन, एटोमिक मास, इलिमेन्टको जुन एटोमिक मास थियो, एटोमिक मास चाहिँ ल्याम्डासँग के थिएन, मिलेको थिएन, एप्रोप्रिएट थिएन। एटोमिक मास चाहिँ ल्याम्डासँग के थिएन भन्दाखेरि अर्डरमा थिएन, भनेको मिलेको थिएन, एटोमिक माससँग मिलेको थिएन। भनिसकेपछि हेनरी मोसले चाहिँ के पत्ता लगायो भन्दाखेरि एटोमिक मास र ल्याम्डाको बिचमा कुनै पनि रिलेसन छैन। भनेको यो चाहिँ जस्तै अब एबिसिडी हो भने अर्को चाहिँ 1 2 3 4 होइन, 1 2 3 4 एबिसिडीको बिचमा केही रिलेसन छ त, छैन नि त। त्यस्तै के भयो भन्दाखेरि उसले पनि एटोमिक मास र ल्याम्डाको बिचमा केही पनि रिलेसन छैन भनेर थाहा पायो। र थाहा पाइसकेपछि के रहेछ भन्दाखेरि एउटा ठुलो चुनौती भयो। के भयो भन्दाखेरि मेन्डलिभ पिरियडिक टेबलमा एटोमिक मासको आधारमा क्लासिफाई गरेको छ, तर एटोमिक मास र इलिमेन्टहरूको बिचमा कुनै पनि के छैन भन्दा रिलेसन छैन। र रिलेसन नभइसकेपछि के भयो भन्दाखेरि यो चाहिँ अप्रोप्रिएट भएन। यो अप्रोप्रिएट नभइसकेपछि मेन्डलिभ हेनरी मोसले चाहिँ के भन्यो भन्दाखेरि हेनरी मोसले मेन्डलिभ पिरियडिक टेबलमा जे गरिएको थियो त्यो ठिक थिएन, अब हामीले त्यसलाई सच्याउनु पर्छ भनेर के भयो भन्दाखेरि उसले चाहिँ एटोमिक नम्बरमा क्लासिफाई गरौँ भनेर उसले के गरिदियो भन्दाखेरि प्रपोज लिएर आयो। र उसले मात्र भनेर भएन, यो चाहिँ एउटा साइन्टिफिक कम्युनिटी हुन्छ, साइन्टिफिक कम्युनिटीमा चाहिँ मैले मात्र भनेर हुँदैन, अथवा 2-4जनाको ग्रुपले भनेर हुँदैन। के हुन्छ भन्दा एउटा सोसाइटी हुन्छ, त्यो सोसाइटीले नै के हुनुपर्छ भन्दाखेरि ल यो राइट रहेछ, यो राइट नभएपछि कुनै हालतमा पनि हुँदैन, यसले हामीले डिस्कार्ड गर्नुपर्छ भनेर सबै ग्रुपै बोल्नुपर्छ। र त्यो हुने क्रममा चाहिँ के हो भन्दाखेरि फाइनल्ली हाम्रो चाहिँ ल्याम्डा इज नट रिलेटेड विथ एटोमिक मास भन्ने कुरा थाहा भयो। र त्यो थाहा भइसकेपछि हामीले अब पिरियडिक टेबलले एटोमिक मासको आधारमा होइन, हामीले एटोमिक नम्बरको आधारमा हामीले क्लासिफाई गर्नुपर्छ भनेर हाम्रो के आयो भन्दाखेरि ल आयो। र ल आइसकेपछि हेनरी मोसले के गरे भन्दाखेरि हेनरी मोसले एटोमिक नम्बरको आधारमा इलिमेन्टहरूलाई क्लासिफाई गरे। 1 2 3 4 एटोमिक नम्बर बढ्ने क्रममा क्लासिफाई भयो। र त्यो क्लासिफिकेसनलाई चाहिँ हामीले के भन्यौँ भन्दाखेरि त्यो क्लासिफिकेसन चाहिँ कस्तो देखियो भन्दाखेरि यस्तो देखियो, क्लासिफिकेसन यस्तो देखियो। र यो क्लासिफिकेसन यस्तो देखिसकेपछि यो क्लासिफिकेसनलाई हामीले के भन्यौँ भन्दाखेरि मोडर्न पिरियडिक टेबल भनेर भन्यौँ, मोडर्न पिरियडिक टेबल भनेर भन्यौँ। मोडर्न पिरियडिक टेबल कसले दिएको, हेनरी मोसले दिएको। हेनरी मोसले किन दियो भन्दाखेरि मेन्डलिभ पिरियडिक टेबल हल्का एप्लिकेबल थिएन, राम्रो थिएन। राम्रो नभइसकेपछि नयाँ ल चाहियो, अलि कम लिमिटेसन भएको लहरू चाहियो। त्यो ल जुन कम लिमिटेसन भएको छ त्यो चाहिँ के भइरहेछ भन्दाखेरि मोडर्न पिरियडिक टेबल आयो। त्यसपछि के पछि भन्दाखेरि मेन्डलिभ पिरियडिक टेबल पछि। र यो आइसक्दाखेरि चाहिँ के भयो भन्दाखेरि अब हाम्रो मेन्डलिभ पिरियडिक टेबलको जुन के थियो लिमिटेसनहरू थियो, लिमिटेसनहरू चाहिँ के भयो भन्दाखेरि यसमा आइसकेपछि त्यो लिमिटेसनहरू सल्भ हुँदै गयो। सल्भ चाहिँ कसरी हुँदै गयो भन्दाखेरि अब हामीले पढ्दै गइसकेपछि थाहा पाउँछौँ है त। अघि मैले के भनेको थिएँ भन्दाखेरि मोडर्न पिरियड मेन्डलिभले चाहिँ के भनेको थियो भन्दाखेरि फिजिकल एन्ड केमिकल प्रपर्टिज आर पिरियडिक फङ्सन अफ दियर एटोमिक मास भनेको थियो मेन्डलिभले अघि, एटोमिक मास भनेर भनेको थियो होइन। अब यसले चाहिँ के भन्यो भन्दाखेरि फिजिकल एन्ड केमिकल प्रपर्टिज अफ एलिमेन्ट्स आर पिरियडिक फङ्सन अफ दियर एटोमिक नम्बर। एटोमिक नम्बर भनेको चाहिँ अब हामीले एटोमिक नम्बरको आधारमा के गऱ्यौँ, क्लासिफाई गरौँ भनेर भनियो। र त्यो आधारमा क्लासिफाई गर्दाखेरि कस्तो देखियो भन्दाखेरि यस्तो देखियो। अब हाइड्रोजनको पोजिसन पनि क्लासिफाई हुन्छ, यो चाहिँ कसरी हुन्छ भन्दाखेरि अब हामीले एडभान्टेजमा पर्छौँ। अब के भन्दाखेरि 1 2 3 4 5 6 7 8 9 10 11 हुँदै के भन्दाखेरि बढ्ने क्रममा गयो। अघि जुन हाम्रो डिफेक्ट थियो भनेको जस्तै हामीहरूको अघि के थियो भन्दाखेरि मानौँ 108 आइसकेपछि त हाम्रो 110 आउनुपर्ने हो नि त। त्यसमा के आइदियो भन्दाखेरि 108 पछि 105 आयो, त्यो के थिएन, एप्लिकेबल थिएन। तर यहाँ चाहिँ केही पनि छैन त्यस्तो। किन त्यस्तो केही पनि छैन भन्दाखेरि एटोमिक नम्बरको आधारमा क्लासिफाई गरिएको छ। एटोमिक नम्बरको आधारमा क्लासिफाई गर्दाखेरि कतै पनि त्यो एसेन्डिङ र डिसेन्डिङ अर्डरमा के भएको छैन, बिग्रेको छैन। र त्यो नबिग्रिसकेपछि हाम्रो के भन्दाखेरि एउटा सिस्टमेटिक अरेन्जमेन्ट भयो। मेन्डलिभ पिरियड टेबल भन्दाखेरि एकदमै राम्रो भयो। कुन पिरियड टेबल, मोडर्न पिरियड टेबल। अब यसको सबभन्दा मेजर एडभान्टेज भनेको चाहिँ के भन्दाखेरि
यसले चाहिँ के गर्न सक्यो भनेर भन्दाखेरि अब हामीले पढेछौँ सेलेक्सन अफ साइन्टिफिक पिरियडिक ल। उसले चाहिँ साइन्टिफिक पिरियडिक ल भयो। साइन्टिफिक पिरियडिक ल किन भयो भन्दाखेरि अग्निको मोड साइन्टिफिक थिएन। साइन्टिफिक किन थिएन भन्दाखेरि त्यसमै आफ्नो लिमिटेसनहरू थियो। तर यसमा चाहिँ के छैन, त्यस्तो पुरानो जस्तो लिमिटेसनहरू छैन। अब उता चाहिँ के छ भन्दाखेरि आइसोटप्सहरूको बारेमा पनि के गर्न सकेको छैन, एक्सप्लेन गर्न सकेको छैन हाम्रो यो उसले मेन्डलले पिरियडिक टेबलले। तर यहाँ चाहिँ आइसोटपहरूको चाहिँ के हुन्छ भन्दाखेरि के हुन्छ, आइसोटपहरूको चाहिँ यहाँनिर क्लासिफिकेसन हुन्छ। आइसोटप्सहरूको चाहिँ कसरी क्लासिफिकेसन हुन्छ भन्दाखेरि 113, 114, 115हरू छ नि, अनि 117हरू छ। यिनीहरू चाहिँ के हुन्, आइसोटपहरू छन् र यिनीहरूलाई चाहिँ हामीले के गरिएको छ भन्दाखेरि थाहा भएको छ भनेर राखिएको छ। यिनीहरू चाहिँ कसरी थाहा भएको छ भन्दाखेरि यिनीहरू चाहिँ भर्खर रिसेन्टली थाहा भएको इलिमेन्टहरू हो। यिनीहरू चाहिँ रिसेन्टली थाहा भएको इलिमेन्टहरू हो। र मोडर्न पिरियडिक टेबलसम्म आइसकेपछि अब हामीले चाहिँ नम्बर 1 चाहिँ के भन्यौँ भन्दाखेरि ग्रुप र पिरियडमा पहिला पनि क्लासिफाई भएको, त्यसमा पनि क्लासिफाई भएको छ। तर यसमा चाहिँ अलि लङ फर्म भएको छ। अग्निको यत्रो मात्र थियो भने, यताको केही पनि थिएन भने, अहिले चाहिँ पहिला चाहिँ अघिको चाहिँ यतिको मेन्डलले चाहिँ यत्रो मात्र थियो भने अहिलेको चाहिँ कत्रो भयो भन्दाखेरि एकदम ठुलो भयो। यो ठुलोले चाहिँ हामीले के भन्यौँ भन्दाखेरि लङ फर्म भनेर भन्यौँ। लङ फर्म अफ पिरियडिक टेबल भयो यो। र यसमा चाहिँ हामीले पिरियड र ग्रुपमा क्लासिफाई गरिएको छ। अब हेर्दै जाने हो भने चाहिँ के छ भन्दाखेरि हामीले ब्लकमा पनि के गरिएको रहेछ, क्लासिफाई गरिएको रहेछ। यतिले हामीले के भन्यौँ, एस ब्लक भनेर भन्यौँ। यतिले हामीले के भन्यौँ, पी ब्लक भनेर भन्यौँ। यतिले हामीले के भन्यौँ भन्दाखेरि डी ब्लक भन्यौँ। यो डी ब्लक एलिमेन्टलाई हामी ट्रान्जिसन एलिमेन्ट्सहरू पनि भन्छौँ। त्यो चाहिँ 12को कोर्समा पढ्नुपर्छ। र यसलाई चाहिँ हामी यतिलाई चाहिँ के भन्यौँ भन्दाखेरि एफ ब्लक एलिमेन्ट भयो। के हुँदैछ, सिस्टमेटिक हुँदैछ होइन। डिफ्रेन्ट ब्लकहरूमा पनि हामीले अरेन्ज गरियो। अब त्यसपछि हामीहरूको के भएको छ भन्दाखेरि ग्रुप र पिरियडमा पनि अरेन्ज भएको छ। ग्रुप भनेको चाहिँ के हो भन्दाखेरि ग्रुप भनेको यस्तो 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 गर्दाखेरि यहाँसम्म आइपुग्दाखेरि 18वटा ग्रुप छ। 18वटा ग्रुप छ यहाँसम्म आइपुग्दाखेरि। र पिरियड पनि कतिवटा छ भन्दाखेरि एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटासम्म आइपुग्ने बेलासम्म हामीहरूको 7वटा पनि के भयो, पिरियड भयो। पिरियडमा ग्रुपमा के गरियो, अरेन्ज गरियो। र यसको पनि छुट्टै के छ भन्दाखेरि पिरियड र ग्रुपमा चाहिँ हामीले किन यसरी क्लासिफाई गरियो भनेको पनि यसको छुट्टै ल छ। अब हेरौँ है त। अब सबभन्दा सुरुमा चाहिँ अब हामीहरूको एडभान्टेजतिर जानु पऱ्यो। अब सब ग्रुप पनि दियो। सब ग्रुप पनि यसको अर्को एडभान्टेज भनेको चाहिँ के दियो भन्दाखेरि सब ग्रुप पनि दियो। सब ग्रुप भनेको चाहिँ के हो भन्दाखेरि आइए, आइआइए, आइआइबी, आइभी पनि छ। अनि यहाँ पनि फेरि ए छ, फेरि बी छ। यसरी चाहिँ हाम्रो के भन्दाखेरि सब ग्रुप दियो। सब ग्रुप भनेको चाहिँ ए र बीको दियो। अनि सिमिलर एलिमेन्ट्सहरू भएर चाहिँ हामीले सब ग्रुप दिएको हो। र हामीले चाहिँ एउटा के बुझ्नुपर्छ भन्दाखेरि हामीहरूको 18वटा के छ, ग्रुप छ र 7वटा पिरियड छ भन्ने कुरा चाहिँ हामीले पिरियडिक टेबलमा बुझ्नुपर्छ। र बजारको चाहिँ के छ भन्दाखेरि सेपरेट पोजिसन फर सब ग्रुपको लागि पनि भयो। ए र बी भनेको हाम्रो के सब ग्रुप हो। ए र बीको लागि पनि छुट्टै पोजिसन छ पिरियडिक टेबलमा। हाम्रो जुन ए छ, ए चाहिँ कुनलाई दिन्छ भन्दाखेरि हामीले अब हेर्ने भने ए चाहिँ हाम्रो एस ब्लक र पी ब्लकलाई चाहिँ हामीले के दिन्छौँ भन्दाखेरि ए दिन्छौँ होइन। 1A 2A 1A 2A छ नि, हामीले भनेको के हो, दुइटा भनेको एस ब्लक हो। एस ब्लक एलिमेन्टलाई हामीले ए दियौँ र पी ब्लक एलिमेन्ट के छ, पी ब्लक एलिमेन्टलाई पनि हामीले के दियौँ भन्दाखेरि ए भनेर भन्यौँ। भनेको हामीहरूको जुन एस ब्लक छ, एस ब्लक चाहिँ कहाँनिर आएर टुङ्गिन्छ भन्दाखेरि आइआइएमा आएर टुङ्गिन्छ। त्यसपछि पी ब्लक चाहिँ फेरि आइआइए भनेर एलाई के गरिदियो भन्दाखेरि कन्टिन्युटी गरियो। भनेको ए चाहिँ हामीले कसको लागि गऱ्यौँ भन्दाखेरि ए सब ग्रुप चाहिँ हामीले एस प्लस पी ब्लकलाई दियौँ। अनि त्यसपछि अब हामीले यहाँ जुन छ आइआइबी छ, आइभिभी छ, भिभी छ। अब त्यसपछि त्यो चाहिँ हामीले कसलाई दियौँ भनेर हेर्ने हो भने यो चाहिँ हामीहरूले डी ब्लकलाई दियौँ। ट्रान्जिसन एलिमेन्टलाई चाहिँ हामीले के भन्यौँ भन्दाखेरि हामीहरूले ट्रान्जिसन एलिमेन्टलाई बी सब ग्रुप दियौँ। बी सब ग्रुप चाहिँ हाम्रो थर्ड ग्रुपबाट स्टार्ट हुन्छ। थर्ड ग्रुपबाट 12 ग्रुपसम्म आइपुग्छ। हामीले यहाँ चाहिँ सेकेन्ड आइसकेपछि हामीले थर्डबाट स्टार्ट गऱ्यौँ र फेरि 11 र 12मा चाहिँ हामीले फेरि फर्स्ट र सेकेन्ड गऱ्यौँ। भनेको दुइटामा 8वटा छ। यहाँ चाहिँ के 7वटा छ। यहाँ चाहिँ 7वटा बी छ, यहाँ चाहिँ 7वटा ए छ। 8मा चाहिँ यहाँ के छ भन्दाखेरि 8 मात्र छ। 8 चाहिँ हामीले सब ग्रुप ए अथवा बीमा डिभाइड गरिएको छैन, सब ग्रुप छैन। र हाम्रो यहाँ अर्को 8को सट्टामा चाहिँ हामीले 0 ग्रुप भनेर हामीले यसलाई क्लासिफाई गरियो। पिरियड टेबल भनेको हामीले यसरी बुझ्नुपर्छ। अब हामीले बुझियो के भनेर बुझ्यो भन्दाखेरि डिफ्रेन्ट ब्लकहरूमा अरेन्ज गरिएको छ। र डिफ्रेन्ट ब्लकहरूमा अरेन्ज गरिसकेपछि सब ग्रुपको बारेमा पनि थाहा भयो। हामी 1देखिबाट 18सम्म गरिएको छ। 1देखिबाट 18मा चाहिँ हामीले 8, 9 र 10लाई चाहिँ हामीले V3 दियौँ भने 18लाई चाहिँ हामीले के भन्यौँ भन्दाखेरि 0 भनेर भन्यौँ। र त्यसपछि हाम्रो अब उयो अब ग्रुप र पिरियडमा पनि कसरी अरेन्ज गरिएको छ भन्ने कुरा पनि हामीले अब के गर्नु पऱ्यो भन्दाखेरि यसो हामीले त्यसलाई पनि जान्नुपर्छ।
अब जुन हाम्रो उयो ग्रुप छ, ग्रुप भनेको चाहिँ कस्तो भन्दाखेरि ग्रुप भनेको तलबाट माथि एउटा म इजी ट्रिक भन्छु ग्रुप र पिरियड सम्झिनुको लागि। ग्रुप भनेको यस्तो ग्रुप भनेको हाम्रो कस्तो छ भन्दाखेरि ग्रुप भनेको हाम्रो यस्तो छ, जी भनेको यस्तो हुन्छ, यस्तो हुन्छ है। जी भनेको यस्तो हुन्छ भने ग्रुप भनेको चाहिँ के रहेछ भन्दाखेरि माथिबाट तल रहेछ ग्रुप भनेको है। म चाहिँ हो रिप्रेजेन्टेसनको लागि मात्रै सजिलो हुन्छ सम्झिनलाई। ग्रुप भनेको चाहिँ के रहेछ भन्दाखेरि जीको यस्तो तल आउने रहेछ, त्यो भएर जीको यस्तो तल आउने रहेछ, त्यही भएर हामीले तलबाट माथिलाई के भन्यौँ ग्रुप भन्यौँ। अब पिरियड हेरौँ है त, फेरि पिरियड हेऱ्यौँ। पिरियडमा चाहिँ के भयो भन्दाखेरि पिरियडमा चाहिँ यस्तो छ, यस्तो पीको चाहिँ यस्तो टाढा गयो र पीको माथिल्लो भागलाई चाहिँ हामीले के भन्यौँ भन्दाखेरि लेफ्टबाट राइट जानलाई चाहिँ हामीले पिरियड भन्यौँ। ग्रुप भनेको माथिदेखि तल, पिरियड भनेको लेफ्ट टु राइट। अब ग्रुप र पिरियडमा चाहिँ हामीले कसरी अरेन्ज गरिएको छ भन्ने कुरा पनि हेर्नु पऱ्यो। यसो ग्रुपमा हेरौँ, के अरे सुरुमा पिरियडमा हेरौँ। पिरियड भनेको लेफ्ट टु राइट भनेको पिरियड हो, लेफ्टबाट राइट भनेको हाम्रो पिरियड हो। र त्यो त्यहाँ जान्नभन्दा अगाडि हामी चाहिँ के जान्नुपर्छ भन्दाखेरि हामीहरूको डिफ्रेन्ट सबसेलहरू हुन्छ, बिचमा न्युक्लियस हुन्छ, बिचमा न्युक्लियस भइसकेपछि बिचमा न्युक्लियस हुन्छ, न्युक्लियसको वरिपरि के हुन्छ सेलहरू हुन्छ। सेलहरू के हुन्छ केएलएमएन सेलहरू हुँदै जान्छ। र पहिलो सेलमा हामीहरू कतिवटा एलिमेन्ट हटाउँछ, पहिलो सेलमा 2टा एलिमेन्ट हटाउँछ, त्यसपछि 8टा एलिमेन्ट हटाउँछ, त्यसपछि 8टा एलिमेन्ट हटाउँदै जान्छ। अब हेर्ने हो भने अब हामीले यहाँ हेरौँ के भनेर हेरौँ भन्दाखेरि अब हाइड्रोजनको हामीले कन्फिगरेसन, हाइड्रोजनको चाहिँ कतिवटा इलेक्ट्रोन सेलमा हटाउँदो रहेछ भनेर हेरौँ। हाइड्रोजनको चाहिँ के छ भन्दाखेरि हाइड्रोजनको एटोमिक नम्बर कति हो, एटोमिक नम्बर 1 हो हाइड्रोजनको। हाइड्रोजनको एटोमिक नम्बर 1 भइसकेपछि हाम्रो हाइड्रोजनको चाहिँ कस्तो रहेछ भन्दाखेरि कन्फिगरेसन कस्तो रहेछ भन्दाखेरि 1 मात्र हुने रहेछ। हाइड्रोजनको कन्फिगरेसन भनेको हाम्रो 1 मात्र हुने रहेछ, 1,0 हुने रहेछ, अर्कोमा हाम्रो केही पनि नहुने रहेछ। यो चाहिँ के को लागि भयो, हाइड्रोजनको लागि भयो। अब हिलियमको लागि हेरौँ, हिलियमको कति छ एटोमिक नम्बर, हिलियमको एटोमिक नम्बर 2 छ। हिलियमको एटोमिक नम्बर 2 भइसकेपछि 2टा इलेक्ट्रोन छ, 2टा इलेक्ट्रोन चाहिँ कता कता हटाउनु पऱ्यो भन्दाखेरि 2टा इलेक्ट्रोन सबैभन्दा सुरुमा हटाउनु पऱ्यो, त्यसपछि अर्कोमा चाहिँ नहटाए पनि हुने भयो, 0 हुने भयो। अब हाइड्रोजन हिलियममा फेरि अझै अर्को हेरौँ, हाइड्रोजन हिलियम हेरौँ। अब फेरि अर्को लिथियम हेरौँ, लिथियमको एटोमिक नम्बर कति, लिथियमको एटोमिक नम्बर कति 3, लिथियमको एटोमिक नम्बर 3 भइसकेपछि हामीले अरेन्ज गर्नु पऱ्यो। कसरी अरेन्ज गर्नु पऱ्यो, त्यो इलेक्ट्रोनहरू कसरी राख्ने भन्दाखेरि सुरुमा 2टा राख्ने, 2टा भइसकेपछि कतिवटा इलेक्ट्रोन बाँकी भयो, एउटा मात्र इलेक्ट्रोन बाँकी भयो। आउटर मोस्ट सेलमा कतिवटा इलेक्ट्रोन हुँदो रहेछ भन्दाखेरि एउटा मात्र आउटर मोस्ट सेलमा इलेक्ट्रोन हुँदो रहेछ। हाइड्रोजन लिथियम। अब अझै अर्को लास्ट इक्जाम्पल गरौँ, बेरिलियम हेरौँ। र बेरिलियम हेर्ने हो भने चाहिँ हाम्रो कति छ एटोमिक नम्बर 4 छ र 2,2 छ। यो चाहिँ मैले किन देखाएको भन्दाखेरि यो चाहिँ इम्पोर्टेन्ट छ। किन इम्पोर्टेन्ट छ भन्दाखेरि हाम्रो यसरी नै क्लासिफाई गरिएको छ। कसरी क्लासिफाई गरिएको छ भन्दाखेरि हाइड्रोजनको आउटर मोस्ट सेलमा कतिवटा इलेक्ट्रोन छ, हाइड्रोजनको आउटर मोस्ट सेलमा एउटा मात्र इलेक्ट्रोन छ, हाइड्रोजनको आउटर मोस्ट सेलमा एउटा मात्र इलेक्ट्रोन हुनाले हामीले यसलाई जुन ग्रुप छ ग्रुपमा चाहिँ कहाँ राख्यौँ भन्दाखेरि आइएमा राख्यौँ, फर्स्ट ग्रुपमा राख्यौँ। र हाइड्रोजनको पत्याएनौँ, ल लिथियमको हेरौँ है त, लिथियमको पनि हेरौँ है। लिथियमको एटोमिक नम्बर कति छ भन्दाखेरि 3 छ है त। लिथियमको कति छ, 3 छ। लिथियम हेरौँ यहाँ, लिथियमको 3 भइसकेपछि लिथियमको पनि कति छ आउटर मोस्ट सेलमा, आउटर मोस्ट सेल भनेको त 1 हो, एउटा इलेक्ट्रोन छ आउटर मोस्ट सेलमा। आउटर मोस्ट सेलमा एउटा इलेक्ट्रोन भएको हुनाले हामीले ग्रुपमा चाहिँ के गर्यौँ भन्दाखेरि यहाँनिर लिथियमलाई पनि त्यही राख्यौँ। अब फेरि अर्को सोडियम हेरौँ है त, फेरि सोडियम हेरौँ है त हामीले। सोडियम हेर्ने भने सोडियमको एटोमिक नम्बर कति, एटोमिक नम्बर 11। अब 11 भइसकेपछि इलेक्ट्रोनहरू कसरी हटाउँछ त सेलमा, इलेक्ट्रोनहरू कसरी हटाउँछ भन्दाखेरि फर्स्ट सेलमा कतिवटा हुन्छ, फर्स्ट सेलमा 2टा हुन्छ, 2टा भइसकेपछि 8वटा हुन्छ, 8वटा भइसकेपछि कतिवटा बाँकी भन्दाखेरि एउटा बाँकी भयो। एउटा बाँकी भइसकेपछि यो चाहिँ कुन हो, आउटर मोस्ट सेलमा हो एउटा। यो पनि के भन्दाखेरि आउटर मोस्ट सेलमा एउटा भयो। फेरि अब पोटासियमकै पनि देखाइदिन्छु म। पोटासियमको एटोमिक नम्बर कति, 19 पोटासियमको एटोमिक नम्बर 19, 2टा भयो, 8वटा भयो, 10वटा भयो, 8 एउटा गर्दाखेरि 18 भयो। र लास्ट वान राख्दाखेरि चाहिँ कति भयो भन्दाखेरि 18 भयो। आउटर मोस्ट सेलमा कतिवटा इलेक्ट्रोन रहेछ, पोटासियमको एउटा इलेक्ट्रोन रहेछ, त्यही भएर हामीले के गरियो भन्दाखेरि ग्रुप 1मा राखियो। ग्रुप 1मा चाहिँ आउटर मोस्ट सेलमा एउटा इलेक्ट्रोन छ। अब त्यसरी नै अब हामीले अरू सबैको हेर्नु त भ्याइँदैन, सबैको हेर्दै जाने भने बेरिलियमको चाहिँ कति हुन्छ भन्दाखेरि एटोमिक नम्बर कति हो, 4 हो। एटोमिक नम्बर 4 भइसकेपछि हामीले त्यहाँनिर गरेको थियौँ अघि एटोमिक नम्बर 4, एटोमिक नम्बर 4 भइसकेपछि 2टा सुरुकोमा हटाउनु भयो, अर्को चाहिँ 2टा हटाउने भयो भनेपछि आउटर मोस्ट सेलमा कतिवटा इलेक्ट्रोन रहेछ, 2टा हुने रहेछ। आउटर मोस्ट सेलमा 2टा इलेक्ट्रोन रहेछ, 2टा इलेक्ट्रोन आउटर मोस्ट सेलमा भइसकेपछि हामीले ग्रुप कतिमा राख्नुपर्ने भयो, 2मा राख्नुपर्ने भयो। म्याग्नेजियमको पनि सेम केस गर्दा गर्दै हामीहरूको सबैको कुन केस छ भन्दाखेरि हामीहरूको सबैको सेम केस रहेछ। अब हामीले ग्रुपमा कसरी अरेन्ज गरिएको छ भन्ने कुरा पनि थाहा पायो। ग्रुपमा कसरी अरेन्ज गरिएको छ भन्दाखेरि आउटर मोस्ट सेलको इलेक्ट्रोन हेरेर चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि हामीले क्लासिफाई गरेको छौँ। अब 4 छ, फोर्थमा चाहिँ के होला भन्दाखेरि फोर्थमा चाहिँ
फोर्समा चाहिँ के छ भन्दाखेरि फोर्समा चाहिँ भ्यालेन्सी कति होला 4 होला भनेको आउटर मोस्ट सेलमा 4वटा इलेक्ट्रोन होला। यसमा पनि थर्डमा चाहिँ स्क्यान्डियमको चाहिँ कति छ भन्दाखेरि आउटर मोस्ट सेलमा 3वटा इलेक्ट्रोन छ। अनि फेरि यो टाइटेनियमको चाहिँ कति छ भन्दाखेरि 4वटा छ। यस्तै उस्तै हुँदाखेरि हामीहरूको भ्यालेन्सीको आधारमा के गरियो भन्दाखेरि हामीले के गरियो यो भनेको के ग्रुप गरियो। पिरियड चाहिँ कसरी गर्यो भने पिरियड भनेको एकदम सिम्पल। पिरियड भनेको इन्क्रिजिङ एटोमिक नम्बरमा हाम्रो पिरियड अरेन्ज गरिएको छ। पिरियड अरेन्ज गरिएको छ इन्क्रिजिङ एटोमिक नम्बरमा हामीले पिरियड इन्क्रिज गरेको छौँ भनेको यहाँ 1 छ 2 छ 3 छ 4 छ 5 छ 6 छ 7 छ भनेको इन्क्रिजिङ एटोमिक नम्बरमा भयो। भनेको पिरियडिक चाहिँ कसरी गरियो भन्दाखेरि माथिबाट तल आउँदाखेरि भ्यालेन्सी हेरियो भनेको आउटर मोस्ट सेलको इलेक्ट्रोन हेरियो। आउटर मोस्ट सेलको इलेक्ट्रोन चाहिँ कसरी हेरियो भन्दाखेरि तलबाट माथि आउने बेलासम्म हेरियो। र जुन हाम्रो लेफ्टबाट राइटमा जाँदाखेरि चाहिँ के गऱ्यौँ भन्दाखेरि एटोमिक नम्बरमा गऱ्यौँ। लेफ्टबाट राइटलाई हामीले के भन्छौँ पिरियड भन्छौँ। यति बुझिसकेपछि इट इज मोर देन इनफ। पिरियड टेबल हेऱ्यौँ भने हामीलाई यसो के हुने अन्दाज हुने भयो। अन्दाज के कुरामा हुने भयो भन्दाखेरि 118वटा एलिमेन्ट छ होइन। 118वटा एलिमेन्टमा चाहिँ के छ डिफ्रेन्ट ब्लकहरू छ। एस ब्लक पी ब्लक डी ब्लक भन्ने एलिमेन्ट छ। 18वटा के छ ग्रुप छ। 7वटा के छ पिरियड छ। पिरियडमा कसरी अरेन्ज गरिएको छ भ्यालेन्स सेलको इलेक्ट्रोन हेरेर गरिएको छ। ग्रुपमा कसरी गरिएको छ भ्यालेन्स सेलको इलेक्ट्रोन हेरेर गरिएको छ। पिरियडमा कसरी गरिएको छ इन्क्रिजिङ एटोमिक नम्बरमा गरिएको छ। यति हेरिसकेपछि हामीले लगभग के भन्नु भयो भन्दाखेरि आइडिया हुने भयो। र त्यो भइसकेपछि के भन्दाखेरि सेपरेसन पोजिसन अफ सब ग्रुप पनि दियो। ए र बीको सब ग्रुप दियो है। ए र बीको सब ग्रुप दिइसकेपछि डिभिजन अफ 4 ब्लक्स एसपिडीमा के भयो भन्दाखेरि क्लासिफिकेसन भयो। एसपिडिएफमा के भयो क्लासिफिकेसन भयो। अब मेटालिक र नन मेटालिकलाई चाहिँ हामीले छुट्टै ठाउँमा राखिदिएको छौँ भनेको यो चाहिँ यतिलाई चाहिँ हामीले मेटल भन्छौँ र यतिलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि नन मेटल भन्छौँ। र यसलाई चाहिँ हामीले अल्काली मेटल भन्छौँ। यसलाई चाहिँ हामीले अल्कालाइन अर्थ मेटल भन्छौँ। र यसरी चाहिँ हामीले के गरिएको छ भन्दाखेरि उसको लागि मेटालिकको आधारमा पनि हामीले गरेको छ। अब कज अफ पिरियडिसिटी भनेको चाहिँ मेन चाहिँ के हो भन्दाखेरि कज अफ पिरियडिसिटीको मेन प्रब्लम चाहिँ कहाँनिर थियो भन्दाखेरि हामीहरूको मेन्डलिफ पिरियडिक टेबलमा थियो। किन थियो भन्दाखेरि उसले पिरियडिक फङ्सन भनेर भन्छ। पिरियडिक फङ्सन भने तापनि के भएन भन्दाखेरि माथिबाट तलनिर आइपुग्दाखेरि यो किन रिपिट भइरहेको छ त ल ठिक छ प्रपर्टी सेम आयो होइन। प्रपर्टी सेम आएर किन प्रपर्टी सेम आयो भन्ने कुरा चाहिँ उसले भन्न सकेन। भनेको एउटा मान्छेले चाहिँ एउटा मान्छेसँग 10 लाख रुपियाँ छ 10 लाख रुपियाँ भएर भएन नि त 10 लाख कसरी आयो भन्ने कुरा पनि उसले के गर्नुपर्छ भन्दाखेरि डिफाइन गर्न सक्नुपर्छ। 10 लाख कसरी आयो भन्ने कुरा डिफाइन गर्न सकेन भने चाहिँ ऊ के हुन्छ भन्दाखेरि फ्रड भन्ने कुरा मानिन्छ। उसले करप्सन गरे हो कि भन्ने कुरामा गइन्छ। त्यस्तै गरी यहाँ पनि के भन्दाखेरि इलिमेन्टहरूको चाहिँ प्रपर्टीहरू चाहिँ रिपिट हुन्छ भन्छ। तर किन रिपिट हुन्छ भन्ने कुरा एन्सर हुन सकेन। र त्यो एन्सर चाहिँ कसले दिन सक्यो भनेर भन्दाखेरि त्यो चाहिँ हामीले मोडर्न पिरियडिक टेबलले चाहिँ के गर्न सक्यो भन्दाखेरि त्यसको एन्सर दिन सक्यो। त्यसले चाहिँ हामीले के भन्छौँ भन्दाखेरि कज अफ पिरियडिसिटी। कज अफ पिरियडिसिटी जान्नभन्दा अगाडि हामीले चाहिँ एउटा के कुरा जान्नुपर्छ भन्दाखेरि कज अफ पिरियडिसिटी जान्नभन्दा अगाडि एउटा सानो कन्सेप्ट छ। त्यो कन्सेप्ट चाहिँ के भन्दाखेरि अफ बाउ प्रिन्सिपल भन्ने कुरा जान्नुपर्छ। हामीले 10सम्म आइपुग्दाखेरि कसरी गरिन्थ्यो भन्दाखेरि यसरी गरिन्थ्यो नि हामीले 1s1 2s2 2p 1s2 2s2 2p6 3s2 3p6 4s2 होइन 4p6 गर्दै हामीहरूको माथिसम्म जान्थ्यो। यो चाहिँ के थियो भन्दाखेरि यो चाहिँ हामीले 10सम्म पढ्दाखेरि इलेक्ट्रिक कन्फिगरेसन यस्तो हुन्छ भन्थ्यौँ। र हामीले हाइड्रोजनको कस्तो कन्फिगरेसन लेख्थ्यौँ भन्दाखेरि हामीले हाइड्रोजनको कन्फिगरेसन चाहिँ 1s1 भनेर लेख्थ्यौँ। किन भन्दाखेरि एउटा मात्र इलेक्ट्रोन छ होइन। यो चाहिँ के को लागि हाइड्रोजनको लागि हिलियमको लागि चाहिँ के लेख्थ्यौँ भन्दाखेरि 1s2 लेख्थ्यौँ। अब मानमा हामीले चाहिँ अब सोडियमको लागि लेख्नु पऱ्यो है त। अब हामीले सोडियमको लागि चाहिँ कसरी लेख्थ्यौँ भन्दाखेरि सोडियमको एटोमिक नम्बर कति 11 एटोमिक नम्बर 11 भइसकेपछि हाम्रो इलेक्ट्रोन पनि 11वटा आउनु पऱ्यो भनिसकेपछि हाम्रो सोडियमको चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि 1s2 2s2 2p6 हुन्थ्यो होइन। यो गर्दाखेरि कतिवटा भयो 10वटा भयो। अब हामीले अझै एउटा पुगेन होइन। एउटा नपुगेपछि हाम्रो के भन्दाखेरि 3s1 भनेर लेख्यौँ। नपुगेकोलाई चाहिँ हामीले 3s1 भनेर लेख्यौँ। यो चाहिँ के को कन्फिगरेसन भयो भन्दाखेरि यो चाहिँ हाम्रो सोडियमको कन्फिगरेसन भयो। सोडियमको कन्फिगरेसन भयो भने चाहिँ लास्ट इलेक्ट्रोन कहाँ आयो भन्दाखेरि यसमा आएर बस्यो नि त। लास्ट इलेक्ट्रोन भनेको एसमा आएर बस्यो। र एसमा आइसकेपछि चाहिँ यसलाई चाहिँ हामीले के भन्यौँ भन्दाखेरि एस ब्लक भन्यौँ। बुझ्यो। सोडियमलाई चाहिँ हामीले के भन्यौँ भन्दाखेरि एस ब्लक किन भन्यौँ भन्दाखेरि लास्ट इलेक्ट्रोन चाहिँ कहाँ आएर बस्यो भन्दाखेरि सोडियमको ल मैले यहीँनिर पनि देखाइदिएँ। हाइड्रोजन हिलियम लिथियमको एटोमिक नम्बर 3 भइसकेपछि 1s2 2s कति भयो भन्दाखेरि
लिथियमको 2s1 भयो, इलेक्ट्रोनको यहाँ माथि दुईवटा छ, यहाँ एउटा छ। 2+1 भनेको चाहिँ कति भयो भन्दाखेरि 3 भयो। 3 भनेको एटमिक नम्बर भयो। भनेको यसको चाहिँ लास्ट इलेक्ट्रोन चाहिँ कहाँ आएर बस्यो, एसमा आएर बस्यो नि त होइन। फेरि सोडियमको हेरौँ, सोडियमको चाहिँ मलाई गरिसकेको थिएँ। सोडियमको एटमिक नम्बर कति हुन्छ, 11 हुन्छ। 11 भइसकेपछि 1s2 2s2 2p6 3s1 आयो। भनेको यसको पनि कतिमा आएर टुङ्गियो, एस ब्लकमै आएर टुङ्गियो। भनेको एसमै आएर टुङ्गियो भनेको एस ब्लक एलिमेन्ट भयो कि जहाँ लास्ट इलेक्ट्रोन आएर बस्छ हामीले चाहिँ त्यही ब्लकको एलिमेन्ट हो भनेर भन्छौँ। अब फेरि पोटासियमको हेरौँ है त। पोटासियमको पनि के छ भन्दाखेरि पोटासियमको एटमिक नम्बर कति हो भन्दाखेरि 19 हो। 19 भइसकेपछि 1s2 2s2 2p6 3s2 3p6 सम्म आइसक्यो। के गर्दाखेरि चाहिँ कति भयो भन्दाखेरि यहाँ चाहिँ गर्दाखेरि चाहिँ 18 भयो र 3p6 4s1 भयो कि 4s1 चाहिँ कसरी भयो भन्दाखेरि 4s1 भयो। 4s1 भनेको चाहिँ के रहेछ भन्दाखेरि s1 जुन छ नि यो पनि एस ब्लकमा आएर बस्यो। भनेको लास्ट इलेक्ट्रोन कहाँ आएर बस्यो भन्दाखेरि हेर्ने हो भने लास्ट इलेक्ट्रोन s1मा आएर बस्यो। त्यो भएर के भन्दाखेरि एस ब्लक भयो। अझै पिरियडकै पनि डिटेली जान्न छ भने चाहिँ पिरियड कुन छ, पोट्यासियम हाम्रो 4th पिरियडमा छ। अब यदि हामीले कन्फिगुरेसनमा हेर्ने हो भने कहाँ दिन्छ भन्दाखेरि यसको s1को अगाडि पनि कति छ, 4 नै छ। s1को अगाडि पनि कति छ, 4 नै छ। अब फेरि अब हामीले पोट्यासियमको गऱ्यौँ, यो भनेको पोट्यासियमको गऱ्यौँ। पोट्यासियमभन्दा माथिको इलिमेन्ट कुन छ भन्दाखेरि सोडियम छ। सोडियमलाई चाहिँ हामीले पिरियड नम्बर 3 भनेर भन्यौँ। सोडियमलाई पिरियड नम्बर 3 किन भन्यौँ भन्दाखेरि सोडियमको इलेक्ट्रिक कन्फिगुरेसन यो लास्ट चाहिँ कति हुँदो रहेछ भन्दाखेरि 3 हुँदो रहेछ। एनको भ्याल्यु हामीले एनको भ्याल्यु भन्छौँ, यसको भ्याल्यु 3 हुने रहेछ। हामीले कति भन्यौँ, पिरियड 3 भन्यौँ। र यो जुन छ हाम्रो यो लिथियम छ, यो चाहिँ लिथियमको एटमिक नम्बर 3 छ। 3 भनेको लिथियमको हुन्छ एटमिक नम्बर। र आउटर मोस्ट सेलमा एउटा इलेक्ट्रोन छ। एउटा इलेक्ट्रोनले भएको भएर हामीले ग्रुप I1मा राख्यौँ। र हामीले चाहिँ यसलाई किन 2 पिरियडमा राख्यौँ भन्दाखेरि यसको इलेक्ट्रोन कन्फिगुरेसन कति रहेछ भन्दाखेरि यसको लास्टको कति रहेछ भन्दाखेरि 2 रहेछ। भनिसकेपछि हाम्रो सबै बेस्ड अन इलेक्ट्रोन कन्फिगुरेसन भयो कि पिरियडिक टेबल नै इट इज अल बेस्ड अन के भन्दाखेरि हाम्रो पिरियडिक टेबल इट इज अल बेस्ड अन पिरियडिक टेबल इज अल बेस्ड अन इलेक्ट्रोन कन्फिगुरेसन। इलेक्ट्रोन कन्फिगुरेसन उयो नबुझे पनि चिन्ता लिनु पर्दैन, 11 12मा पढाइ हुन्छ। मैले यस्तो सर्फेसली भनिएको हो। र हाम्रो जुन अघि हामीले पढेको थियौँ नि पिरियडिसिटी, यसले के गर्न सकेको थिएन, यसले एक्सप्लेन गर्न सकेको थिएन। योसँग 10 लाख थियो, 10 लाख कसरी आयो भन्ने कुरा एक्सप्लेन गर्न सकेको थिएन। तर यसले चाहिँ के गर्यो भन्दाखेरि यसले प्रपर्टी पनि रिपिट हुन्छ भनेको छ। प्रपर्टी पनि किन रिपिट हुन्छ भनेको छ भन्दाखेरि उसले इलेक्ट्रो कन्फिगुरेसनलाई चाहिँ उसले आधार मान्यो। इलेक्ट्रो कन्फिगुरेसनले गर्दाखेरि चाहिँ प्रपर्टीहरू रिपिट भएको छ भनेर भन्यो। र के भन्दाखेरि फाइनली पिरियडिसिटी पनि के भयो भन्दाखेरि एक्सप्लेन भयो। पिरियडिसिटी पनि के भन्दाखेरि एक्सप्लेन भयो। पिरियडिसिटी चाहिँ के भयो भन्दाखेरि सर्टेन एटमिक आयनाइजेसन पोटेन्सियल, आयनाइजेसन पोटेन्सियल भने पनि म अर्को लेक्चरमा बनाउँछु है त भिडियो। र भनेको के भनेको छ भन्दाखेरि बाई नोइङ इलेक्ट्रो कन्फिगुरेसन फ्रम एटमिक नम्बर, अघि मैले जसरी अरेन्ज गरेँ त्यसकै आधारमा के भयो भन्दाखेरि पिरियडिसिटी के भयो भन्दाखेरि एक्सप्लेन भयो। पिरियडिसिटी चाहिँ केले एक्सप्लेन भएछ भन्दाखेरि पिरियडिसिटी चाहिँ कसरी एक्सप्लेन भएछ त, पिरियडिसिटी चाहिँ कसरी एक्सप्लेन भएछ भन्दाखेरि इलेक्ट्रोनिक कन्फिगुरेसन भन्ने कुरा जादु रहेछ हो। यो जादुले चाहिँ के गरिदियो भन्दाखेरि हाम्रो पिरियडिसिटी भन्ने कुरा यसले एक्सप्लेन गरिदियो। र जता पनि हाम्रो के हुन्छ, रुल आउँछ जान्छ, रुल आउँछ जान्छ र त्यसमा पनि लिमिटेसन हुन्छ। त्यसै गरी हाम्रो के छ भन्दाखेरि यो ग्रुपमा पनि के छ, लिमिटेसन छ। र लिमिटेसन भनिसकेपछि के भन्छ भन्दाखेरि द पोजिसन अफ हाइड्रोजन इन द पिरियड हेज नट सल्भेड कम्प्लिट इट हेज बिन केप्ट अन आइए इट्स सुज प्रपर्टिज द्याट इज सिम्बल अफ हेलोजन्स इट इज प्लेस्ड इन सेपरेट बक्स जस्ट अफ आइए। भनेको के भन्दाखेरि भ्यालेन्सी सेम आयो। हाइड्रोजनको भ्यालेन्सी पनि 1, हेलोजनको भ्यालेन्सी पनि कति 1। हेलोजन र हाइड्रोजनको भ्यालेन्सी सेम आइसकेपछि के भयो भन्दाखेरि यसलाई त हामीले यहाँनिर पनि ल्याएर राख्न सक्थ्यौँ नि त। किन भन्दाखेरि यसको आउटरमोस्ट सेलमा एउटा इलेक्ट्रोन थियो भनेको यसलाई एउटा इलेक्ट्रोन के गर्न सजिलो हुन्छ, लुज गर्न सजिलो हुन्छ भन्दाखेरि यसको भ्यालेन्सी पनि 1 भयो। हाइड्रोजनको आउटरमोस्ट सेलमा 7वटा इलेक्ट्रोन हुन्छ, उसले 7वटा इलेक्ट्रोन फाल्न भन्दा एउटा इलेक्ट्रोनलाई के गर्न सजिलो हुन्छ, गेन गर्न सजिलो हुन्छ। भनेको उसले कतिवटा इलेक्ट्रोन गेन गर्न सजिलो भयो, एउटा इलेक्ट्रोनलाई गेन गर्न सजिलो भयो। उसलाई एउटा इलेक्ट्रोन गेन गर्न सजिलो भइसकेपछि उसको भ्यालेन्सी पनि कति हुँदो रहेछ, 1 हुँदो रहेछ। भनेको हेलोजनको र हाइड्रोजनको के रहेछ, प्रपर्टी सेम रहेछ। प्रपर्टी सेम भइसकेपछि उसले चाहिँ किन आइएमै अरेन्ज गरेको त्यो पनि उसले के भन्न सकेन, भन्न सकेन। हाम्रो मेन्टलीमा पनि यो कन्ट्रोभर्सी थियो, यहाँ पनि के भन्दाखेरि कन्ट्रोभर्सी भयो। र यस्तै गरी गरी हामीहरूको ल्यान्थेनाइड्स र एसोनाइड्सको जुन यहाँ छ नि, हाम्रो ल्यान्थेनाइड्स र एसोनाइडको जुन सिरिज छ, ल्यान्थेनाइड र एसोनाइडलाई चाहिँ उसले के गर्न सकेको छैन भन्दाखेरि उसले यहीँनिर जोड्न सकेको छैन कि। अब हामीले यता हेर्ने हो भने 57 पछि कति आउनुपर्ने थियो, 57 पछि 58 आउनुपर्ने थियो। तर 57 पछि कसरी आयो, कति आयो, 72 आयो। 57 पछिको नम्बरहरू चाहिँ कता गयो भन्दाखेरि 58 59 गरेर यहाँ 71सम्म गयो। र 71 पछि फेरि आयो के भन्दाखेरि 72 आयो।
भनेको ल्यान्थोनाइड्स र एसोनाइड्सलाई चाहिँ उसले अझै प्रपरली के गर्न सकेको रहेनछ, अरेन्ज गर्न सकेको रहेनछ। किन भन्दाखेरि यहाँनिर पनि ब्रेकडाउन भयो नि त। 57 पछि सबै सिरियल्ली जानुपर्ने थियो, यसरी जसरी माथि सिरियलले 39 40 गर्दै 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 हाम्रो 54सम्म आएको छ, यसरी सिरियल्ली गएर 57 पछि ब्रेक लाग्यो। त्यो ब्रेक लगाइसकेपछि यहाँनिर आएर खुल्यो, त्यसलाई चाहिँ हामीले ल्यान्थोनाइड भन्यौँ। एसोनाइडमा पनि आएर ब्रेक लाग्यो। 89 पछि 90 आउनुपर्ने थियो, 90 चाहिँ कहाँ खुल्यो भन्दाखेरि तल आएर खुल्यो, त्यहाँनिर खुल्न सकेन। यहाँ चाहिँ किन खुल्न सकेन भन्दाखेरि किन खुल्न सकेन त्यो पनि हामीले यसो डिटेलमा म भनिदिन्छु एकदम सर्टमा। किन भन्दाखेरि अब हामीले मोडर्न मेन्डलिफ पिरियडिक टेबलमा हेर्ने हो भने यो कति छ, यो त्यसै त यो के भन्दा छ, यो अलि सानो छ। मेन्डलिफ मोडर्न पिरियडिक टेबलभन्दा के छ, यो अझै सानो छ। मोडर्न पिरियडिक टेबलभन्दा मेन्डलिफ पिरियडिक टेबल ठुलो छ। मेन्डलिफ पिरियडिक टेबल ठुलो भइसकेपछि त्यो त के छ, ठुलो त भयो नि त। ठुलो भइसकेपछि फेरि अब यसलाई पनि यसकै बिचमा राखेको भयो। यो त कति हुन्छ, अझै यत्रो स्पेस यसले कहाँ अकुपाई गर्थ्यो भन्दाखेरि यसको बिचमा अकुपाई गरिदिन्थ्यो। यसको बिचमा अकुपाई गरिदिइसकेपछि त यो जुन यतिमा कभरअप हुने ठाउँमा यहाँ आएर बस्दिन्थ्यो, पिरियड टेबल त यहाँसम्म पुगिदिन्थ्यो। भनेको के भयो भन्दाखेरि एक्स्ट्रा लङ पिरियड टेबल हुन्थ्यो। एक्स्ट्रा लङ पिरियडिक टेबल हुने हुनाले यसले चाहिँ ल्यान्थोनाइड र एसोनाइडलाई तल राखेको। बुझ्यो। ल्यान्थोनाइड र एसोनाइडलाई चाहिँ यसले किन तल राख्यो भन्दाखेरि हाम्रो पहिले त मेन्डलिफ पिरियड टेबलभन्दा मोडर्न पिरियडिक टेबल के छ, ठुलो छ। मोडर्न पिरियडिक टेबल ठुलोमा यसलाई पनि फेरि ल्यान्थोनाइड र एसोनाइड नै यसमा यहाँलाई राखिदियो भने के भयो, एक्स्ट्रा लङ हुने भयो। एक्स्ट्रा लङ भइसकेपछि कम्प्लेक्स देखिने भयो। त्यसैले हाम्रो के भयो भन्दाखेरि लिमिटेसन भयो। ल्यान्थोनाइड्स र एसोनाइड्सको पनि के भन्दाखेरि यसमा लिमिटेसन भयो। ल्यान्थोनाइड्स र एसोनाइड्सलाई चाहिँ यसले तल राख्ने कुरा छ। यसलाई चाहिँ के भन्दाखेरि लिमिटेसन भयो। र लगभग हाम्रो यति नै हो। हाम्रो मोडर्न पिरियड टेबलमा यति जाने चाहिँ हामीले आइडिया हुन्छ है त। म एकदम फेरि रिभिजन गरिदिइहाल्छु। म रिभिजन चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो मोडर्न पिरियडिक टेबल किन आयो, मोडर्न पिरियडिक टेबल चाहिँ मेन्डलिफ पिरियडिक टेबल पछि मोडर्न पिरियडिक टेबल आएको हो। मोडर्न पिरियडिक टेबल किन आयो भन्दाखेरि मेन्डलिफ पिरियडिक टेबलमा फ्लजहरू थियो। फ्लजहरू के थियो भन्दाखेरि एउटा पिरियडिसिटी एक्सप्लेन भएको थिएन। अर्को चाहिँ के थियो भन्दाखेरि मासहरू बिचमा ब्रेकडाउन भएको थियो। के अरे बिचमा ठुलो आइसकेपछि फेरि सानो आयो होइन। 120 आइसकेपछि त 121 आउनुपर्ने ठाउँमा हाम्रो 115 आयो भनेको लिमिटेसन भयो। र त्यसलाई चाहिँ पनि यसले के गर्ने, रिप्लेस गरिदियो मोडर्न पिरियडिक टेबलमा। अर्को चाहिँ ल्यान्थोनाइड्स र एसोनाइड्सको पोजिसन पनि यसले भनिदियो। अनि अर्को चाहिँ पिरियडिसिटीको कुरामा यसले एक्सप्लेन गर्न सकेको छैन मेन्डलिफ पिरियडिक टेबलले। यसले चाहिँ के गरिदियो भन्दाखेरि पिरियडिसिटीको कुरा पनि यसले एक्सप्लेन गरिदियो। पिरियडिसिटीको कुरा चाहिँ कसरी एक्सप्लेन गर्यो भन्दाखेरि यो गुरु मन्त्रले एक्सप्लेन गरिदियो। यो गुरु मन्त्र भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो इलेक्ट्रोनिक कन्फिगरेसन हो। इलेक्ट्रोनिक कन्फिगरेसन चाहिँ हामीले अफबाउ प्रिन्सिपलबाट पढ्छौँ। र त्यसपछि हामीले ग्रुप र पिरियडमा अरेन्ज गरियो। ग्रुप र पिरियडमा चाहिँ कसरी अरेन्ज भएको छ भन्दाखेरि हाम्रो पिरियडमा चाहिँ इन्क्रिजिङ एटोमिक नम्बरको आधारमा हाम्रो के भएको छ, अरेन्ज भएको छ। ग्रुपमा चाहिँ कसरी अरेन्ज भएको छ भन्दाखेरि आउटरमोस्ट सेलको इलेक्ट्रोनको आधारमा हामीले के गरेको छ, अरेन्ज गरिएको छ। आउटरमोस्ट सेलको इलेक्ट्रोन भनेकै हाम्रो के हो, भ्यालेन्सी हो। र हाम्रो डिफ्रेन्ट ब्लकहरूमा पनि के भएको छ, अरेन्ज भएको छ। डिफ्रेन्ट ब्लकमा चाहिँ कसरी अरेन्ज गर्यो भन्दाखेरि जुन हामीले इलेक्ट्रोन कन्फिगरेसन लेख्नुमा लास्ट इलेक्ट्रोन जुन ब्लकमा जान्छ, जुन सबसेलमा जान्छ, त्यसैले हामीले के भन्यौँ भन्दाखेरि त्यो एलिमेन्ट चाहिँ त्यही ब्लकको भनेर भन्यौँ। र त्यसलाई चाहिँ हामीले के भन्यौँ भन्दाखेरि ब्लकमा चाहिँ हामीले यसरी डिफ्रेन्सिएट भएको छ भनेर भन्यौँ। र यति पढिसकेपछि चाहिँ हाम्रो मोडर्न पिरियड टेबलमा यति हो। योभन्दा बढी केही पनि जानु पर्दैन। हाम्रो मेन इम्पोर्टेन्ट भनेको चाहिँ मेन्डलिफ पिरियड टेबल पढ्नुपर्छ। मेन्डलिफ पिरियड टेबलको एडभान्टेजेस र डिसएडभान्टेजेस पढ्नुपर्छ। इट इज भेरी मच इम्पोर्टेन्ट। त्यसपछि चाहिँ फेरि हाम्रो मोडर्न पिरियड टेबल पढ्नु पऱ्यो। मोडर्न पिरियड टेबलको के भयो भन्दाखेरि एडभान्टेजेस र डिसएडभान्टेजेस पढ्नु पऱ्यो। र मैले जुन यो बिचको कहानी भनेको छु, एक्स रे डिफ्र्याक्सनको कहानी भनेको छु, यो कहानी भनेको चाहिँ मैले बुझाउनको लागि मात्र भनेको। यो कहानी चाहिँ इट इज नट इम्पोर्टेन्ट। यो चाहिँ बुझ्नको लागि सजिलो हुन्छ। किन भन्दाखेरि कसरी आयो मोडर्न पिरियड टेबल भन्ने कुरामा यो कहानीले भनेको छ होइन। र गर्दैपछि मोडर्न पिरियड टेबलमा चाहिँ पिरियडिक फङ्सनको कुरा आयो। पिरियडिक फङ्सन भनेको चाहिँ के रहेछ भन्दाखेरि सर्टेन इन्टरभलपछि के हुने रहेछ, प्रपर्टी रिपिट हुने रहेछ। र त्यो प्रपर्टी नै किन रिपिट हुने रहेछ भन्दाखेरि हाम्रो गुरु मन्त्रले गर्दाखेरि प्रपर्टी रिपिट हुने रहेछ। गुरु मन्त्र भनेको चाहिँ इलेक्ट्रोनिक कन्फिगरेसन हो। यो पिरियड टेबलहरू चाहिँ हामीलाई सर आइडिया भयो। र यति नै हो। त्यसपछि अब हामीहरूको आयनाइजेसनको इनर्जीको कुरा छ, इलेक्ट्रोन एफिनिटीको कुरा छ, आयनाइजेसन पोटेन्सियलको कुरा छ। यो चाहिँ अब हामीले नेक्स्ट लेक्चरमा हामीले एक्सप्लेन गर्छौँ। यो यति हाम्रो 55 मिनट्स जतिको भिडियो भएको छ। यो चाहिँ 100% चाहिँ योभन्दा बढी जान्नु पर्दैन। इट इज एनफ। यति जानिसकेपछि